सम्पूर्णलाई हार्दिक नमस्ते। मेरो नाम सुरज थापा, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिज गण्डकीको महासचिव। र आज हामीले निट डेन्टल केयर प्रणालीद्वारा स्थापित निट पत्रकारिता पुरस्कार अर्पण कार्यक्रम 2082 को यो कार्यक्रममा हामी छौँ। र नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिज गण्डकीले विभिन्न समयमा विभिन्न खालको कार्यक्रमहरू आयोजना गरेको यहाँलाई अवगत नै छ। र हामीले विभिन्न पुरस्कारहरू पोखरामा रहेर हामी प्रदान गरिरहेको छौँ। र यसमध्ये हामीले यो वर्षदेखि एउटा पत्रकारिता पुरस्कार पनि हामी थपेका छौँ। र यो वर्ष हामीले खास गरिकन यो पत्रकारिता पुरस्कार थप्नुको मुख्य उद्देश्य भनेको जो क्रियाशील पत्रकारहरू हुनुहुन्छ, पत्रकारिता क्षेत्रबाट चाहिँ देशलाई अथवा समग्र आम जनताहरूलाई जुन हिसाबले सुसूचित गराउनुहुन्छ, उहाँहरूको मूल्याङ्कन स्वरूप हामीले एउटा यो पुरस्कार प्रदान गर्ने हेतुले हामीले यो फोनिज गण्डकीको आयोजनामा यो पुरस्कार कार्यक्रम हामीले यो वर्षदेखि स्थापना गरेका छौँ। र आज यस कार्यक्रममा हामीले पोखरालाई खास गरिकन पत्रकारिता क्षेत्रबाट अलिकति लामो समयदेखि क्रियाशील रूपमा राख्नुभएका र धेरैभन्दा धेरै राम्रो काम गरेर चाहिँ आफ्नो नाम स्थापित गर्नुभएका व्यक्तिलाई हामी पुरस्कृत पनि गर्दैछौँ। त्यसैले यस कार्यक्रमको सभाध्यक्षको आसन ग्रहण गरिदिनुको लागि म नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिज गण्डकीका अध्यक्ष आदरणीय खिमा गुरुङज्यूलाई म मञ्चमा सभाध्यक्षको आसन ग्रहण गरिदिनुको लागि म आग्रह गर्न चाहन्छु। जोरदारताले हाम्रो खिमा दिनुको लागि र हाम्रो अध्यक्षज्यूलाई खादाले स्वागत गरिदिनुको लागि म हाम्रो गीता राणा र हाम्रो मिना दिदीलाई चाहिँ म आग्रह गर्न चाहन्छु। दुईजना कता हुनुहुन्छ? हाम्रो रोजी म्याम बाहिर हुनुहुन्छ। त्यस्तै गरिकन सभाध्यक्षको आसन ग्रहण पश्चात म यसपछि प्रमुख अतिथिको आसन ग्रहणतर्फ जान चाहन्छु। यसपछिको कार्यक्रम अगाडि बढाउनको लागि म सभाध्यक्षसँग अनुमति लिन चाहन्छु। र प्रमुख अतिथिज्यू आइसक्नु भएको जानकारी त मलाई थियो, त्यही पनि अब उहाँको नाम लिँदै गर्दाखेरि आइपुग्नुहुन्छ कि भन्ने कुरा हो। अरू गर्दै गरौँ एक ओके सो हाम्रो आजको यस निट पत्रकारिता पुरस्कार 2082 को प्रमुख अतिथिको रूपमा हामीसँग पोखरा महानगरपालिकाका नगर प्रमुख मेयर धनराज आचार्यज्यूको आगमन हुँदैछ। उहाँलाई हामी प्रमुख अतिथिको रूपमा आगमन गर्दैछौँ। उहाँ आइसके पछाडि प्रमुख अतिथिको आतिथ्य आसन ग्रहण गर्ने नै छौँ। त्यसैले म विशेष अतिथिको आसन ग्रहणको लागि म निट पत्रकारिता पुरस्कार 2082 को हाम्रो स्थापना गर्नुहुने युवा व्यवसायी समाजसेवी निट डेन्टल केयर प्रणाली र आयुवा एजुकेसनका सञ्चालक आदरणीय वीरेन्द्र राणा मगरज्यूलाई म विशेष अतिथिको रूपमा स्टेजमा आइदिनको लागि आग्रह गर्न चाहन्छु। वीरेन्द्र राणा मगरज्यू स्टेजमा आइदिनु होला विशेष अतिथिको आसन ग्रहणको लागि। त्यस्तै गरिकन म विशेष अतिथिको रूपमा आसन ग्रहणको लागि म आग्रह गर्न चाहन्छु हाम्रो नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिजका सङ्घीय सचिव सँगसँगै र यतिखेर हाम्रो प्रमुख अतिथिको आगमन भएको छ। पोखरा महानगरपालिकाका नगर प्रमुख मेयर धनराज आचार्य सरको आगमन भएको छ। र आदरणीय धनराज आचार्य सरलाई प्रमुख अतिथिको आसन गर्नको लागि म स्टेजमा आइदिनुको लागि म आग्रह गर्न चाहन्छु। एकपटक जोरदार ताली आजको हाम्रो प्रमुख अतिथि पोखरा महानगरपालिकाका नगर प्रमुख मेयर धनराज आचार्यज्यूलाई हामीले आजको यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा पाएका छौँ। उहाँलाई हामी ससम्मान स्टेजमा आमन्त्रण गर्न चाहन्छौँ। त्यसै गरिकन विशेष अतिथिको रूपमा म निट डेन्टल केयर प्रणालीका सञ्चालक तथा आयुवा एजुकेसन का पनि सञ्चालक आदरणीय वीरेन्द्र राणा मगरज्यूलाई पनि म स्टेजमा आमन्त्रण गर्न चाहन्छु। वीरेन्द्र राणा सरलाई पनि खादा मालाले सम्मान गरिदिनुको लागि म अध्यक्षज्यूलाई आग्रह गर्न चाहन्छु मालाले सम्मान गरिदिनुको लागि। त्यस्तै गरिकन म विशेष अतिथिको रूपमै म नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिजको सङ्घीय सचिव तथा खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष हुनुहुन्छ आदरणीय एमबी आस्था मगरज्यूलाई म विशेष अतिथिको रूपमा स्टेजमा आइदिनुको लागि म आग्रह गर्न चाहन्छु। त्यस्तै गरिकन म विशेष अतिथिको रूपमै म अगाडि आमन्त्रण गर्न चाहन्छु आजको हाम्रो पुरस्कृत व्यक्तित्व हुनुहुन्छ समाधान राष्ट्रिय दैनिकका सम्पादक पनि हुनुहुन्छ, लामो समयदेखि क्रियाशील रूपमा पत्रकारितामा लागिराख्नु भएको छ आदरणीय भरत कोइरालाज्यूलाई पनि म अगाडि मञ्चमा आमन्त्रण गर्न चाहन्छु। त्यसै गरिकन विशेष अतिथिको रूपमै म प्रेस काउन्सिल नेपालका सदस्य हुनुहुन्छ आदरणीय केशव शरण लामिछानेज्यूलाई म स्टेजमा आमन्त्रण गर्न चाहन्छु। केशव शरण लामिछाने दाजु स्टेजमा आइदिनुको लागि म आग्रह गर्न चाहन्छु, अगाडि आइदिनु होला। त्यस्तै गरिकन म अतिथिकै आसन ग्रहणको रूपमा
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिज गण्डकीका इन्चार्ज हुनुहुन्छ, फेवा टेलिभिजनका निर्देशक पनि हुनुहुन्छ आदरणीय रुद्रश्री मगरज्यूलाई म अगाडि आमन्त्रण गर्न चाहन्छु। त्यस्तै गरिकन म आजको विशेष अतिथिको रूपमै नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष हुनुहुन्छ आदरणीय रमेश पौडेलज्यूलाई पनि म अगाडि मञ्चमा आमन्त्रण गर्न चाहन्छु। अगाडि दाइ मञ्चमा आइदिनु होला। रमेश दाइ, केशव दाइ र रमेश दाइ मञ्चमा आएन भने कार्यक्रम अलिक खल्लो हुन्छ जस्तो मलाई महसुस भएको छ, त्यसैले प्लिज स्टेजमा मञ्चमा आइदिनको लागि म आग्रह गर्न चाहन्छु। मैले एकदमै हम्बली रिक्वेस्ट गरेँ मञ्चमा आइदिनको लागि। त्यस्तै गरिकन म अतिथि आसन गर्नको लागि म नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष आदरणीय माधव बराल दाजुलाई पनि म अतिथि आसन गर्नको लागि म आग्रह गर्न चाहन्छु, माधव बरालज्यूलाई। त्यस्तै गरिकन अतिथि आसन गर्नेको रूपमै सञ्चारिका समूह गण्डकीका अध्यक्ष कविता श्रेष्ठज्यूलाई म मञ्चमा आमन्त्रण गर्न चाहन्छु। त्यसै गरिकन प्रेस युनियन नेपाल गण्डकीका अध्यक्ष टङ्कराज अधिकारीज्यूलाई पनि म अतिथि आसनको लागि मञ्चमा आमन्त्रण गर्न चाहन्छु। यहाँ मैले धेरै नामहरू छन्, कतिजना आइपुग्नु भएको छैन, तैपनि म यहाँ हाम्रो लिस्टमा भएअनुसारको हामीले निमन्त्रणा गरेको व्यक्तिहरूलाई म यहाँ नाम एनाउन्समेन्ट गर्न चाहन्छु। विमला भण्डारीजी हुनुहुन्छ प्रेस रजिस्ट्रार गण्डकी प्रदेशका, उहाँलाई पनि म अगाडि आमन्त्रण गर्न चाहन्छु। त्यसै गरिकन जमुना वर्षा शर्मा, उहाँ महासचिव नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशको सदस्य तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिको पनि हुनुहुन्छ। त्यसै गरिकन वासुदेव मिश्रज्यू सदस्य न्यूनतम पारिश्रमिक निर्धारण समिति तथा अध्यक्ष नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष पनि हुनुहुन्छ, उहाँलाई पनि म अगाडि आमन्त्रण गर्न चाहन्छु। हामीसँग इन्द्र पौडेल दाजु आउनु भएको जस्तो मलाई लागिरहेको छ, सो अध्यक्ष हुनुहुन्छ प्रेस सौन्दर्य नेपाल कास्कीका गण्डकीका इन्द्र पौडेल दाजुलाई म आमन्त्रण गर्न चाहन्छु। त्यसै गरिकन प्रेस सेन्टर गण्डकीबाटै हाम्रो अर्जुन काफ्लेज्यूलाई म आमन्त्रण गर्न चाहन्छु। हाम्रो नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिज गण्डकीका सल्लाहकार एमबहादुर थापाज्यूलाई म अतिथि आसनको लागि म अगाडि आमन्त्रण गर्न चाहन्छु। अगाडि आइदिनु होला दाजु। त्यस्तै गरिकन अतिथिको लागि म निट डेन्टल केयरका संयोजक हुनुहुन्छ कृष्ण बस्यालज्यूलाई म अगाडि आमन्त्रण गर्न चाहन्छु। कृष्ण बस्यालज्यू। त्यस्तै गरिकन हाम्रो निट डेन्टल केयरका हाम्रो मार्केटिङ म्यानेजर राजेश श्रीज्यूलाई पनि म अगाडि आमन्त्रण गर्न चाहन्छु। त्यसै गरिकन पोखरा बागलुङ समाज लेखनाथका पूर्व अध्यक्ष एवं समाजसेवी आदरणीय हरकुमार राणा ज्यूलाई म अगाडि आमन्त्रण गर्न चाहन्छु। हरकुमार राणा अगाडि आइदिनु होला। त्रिभुवन विश्वविद्यालयका पूर्व सभापति तथा नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी भीमश्री मगरज्यूलाई पनि म अगाडि आमन्त्रण गर्न चाहन्छु। विष्णु शर्मा ज्यूलाई पनि म अगाडि मञ्चमा आइदिनुको लागि म आग्रह गर्न चाहन्छु। आइदिनुहोस् होला सर। त्यस्तै गरिकन लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट 325 एम नेपालका PRO इन चिफ लायन्स क्लब अफ पोखरा माउन्टेन सिटीका संस्थापक अध्यक्ष हेल्थ फाउन्डेसन नेपालका संस्थापक अध्यक्ष हुनुहुन्छ आदरणीय DR पोखरेलज्यूलाई पनि म अगाडि आमन्त्रण गर्न चाहन्छु। त्यस्तै गरिकन नेपाल सरकारका महालेखा नियन्त्रक कार्यालयका उपसचिव आदरणीय बुद्धिराज बसेलज्यूलाई पनि म अगाडि आमन्त्रण गर्न चाहन्छु। बुद्धिराज बसेल सर। र सँगसँगै आशय एजुकेसन कन्सल्टेन्सीका सञ्चालक लिल पुलज्यूलाई पनि म अगाडि स्टेजमा आमन्त्रण गर्न चाहन्छु। र हाम्रो अतिथि महानुभावज्यूहरू कोही आउनु भएको छैन, उहाँ आउनु भएपछि हामी फेरि पनि आसन गर्नलाई हामी अगाडि बढाउने नै छौँ। सो अहिलेलाई भने हामी अलिकति कार्यक्रमलाई थोरै अगाडि बढाउन चाहन्छौँ। हामी यो आसन कार्यक्रमलाई पछि हामी फेरि जोड्ने नै जानेछौँ। अहिलेलाई भने हामी कार्यक्रमलाई अलिकति अगाडि बढाउनको लागि हामी राष्ट्रिय गानबाट कार्यक्रमलाई अगाडि बढाउन चाहन्छौँ। सो सबैजना राष्ट्रिय गानमा सहयोग भइदिनुको लागि म आग्रह गर्न चाहन्छु। र राष्ट्रिय गान बजाएर सहयोग गरिदिनुको लागि हाम्रो टेक्निसियन रूपमा बस्नु भएको हाम्रो भाइलाई म आग्रह गर्न चाहन्छु। कृपया सबैजना उठेर राष्ट्रिय गानमा सहयोग भइदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। कोटि सम्पदाको अर्चना वीरहरूका ज्ञान भूमि शान्ति भूमि
अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष आदरणीय माधव बरालज्यूलाई म अतिथि आसन गर्नको लागि म स्टेजमा आमन्त्रण गर्न चाहन्छु। त्यसै गरिकन पत्रकार रविन्द्र माकाजुज्यूलाई पनि म अतिथि आसन गर्नको लागि म आग्रह गर्न चाहन्छु र प्रेस क्लब गण्डकीका अध्यक्ष ज्यूको आगमन भएको छ, दाजुलाई पनि म अति अगाडि आइदिनको लागि म आग्रह गर्न चाहन्छु। एकराज गिरी दाजुलाई, एकराज गिरी दाजु प्रेस क्लब गण्डकीका अध्यक्ष, उहाँलाई पनि अतिथि आसन गर्नको लागि म आग्रह गर्न चाहन्छु। सबै अगाडि नै आइदिनुहोस् न। र यो सँगसँगै म फेरि पछाडि पनि हाम्रा अतिथि महानुभावज्यूहरूलाई म मञ्चमा आमन्त्रण गर्ने नै छु। सो अहिलेको लागि यहाँ उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथिज्यूहरू र आगन्तुक सम्पूर्ण महानुभावज्यूहरूलाई स्वागत मन्तव्य राखिदिनुको लागि म नेपाल आदिवासी जनजाति पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष धनबहादुर गुरुङ सुमनज्यूलाई म आग्रह गर्न चाहन्छु। धेरै धन्यवाद छ महासचिवज्यू। आज हामी निट पत्रकारिता पुरस्कार अर्पण समारोहमा छौँ। फोनिस गण्डकीद्वारा सञ्चालित पोखरा महेन्द्रपुरमा सञ्चालनमा रहेको निट डेन्टल केयर प्रणालीले सञ्चालन गरेको निट पत्रकारिता पुरस्कार यो अर्पण समारोह छ। उहाँहरूको यो तेस्रो वार्षिक उत्सवको पावन अवसर पारेर पनि यो पत्रकारिता अर्पण समारोहमा हामी जुटिरहेका छौँ। यस कार्यक्रमका अध्यक्षज्यू नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिस गण्डकी प्रदेशका अध्यक्ष खिमा गुरुङज्यू, प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर श्री धनराज आचार्यज्यू, पुरस्कारदाता निट डेन्टल केयर प्रणालीका प्रबन्ध निर्देशक वीरेन राणाज्यू, फोनिसका सङ्घीय सचिव एमबी आस्था मगरज्यू, फोनिस गण्डकीका इन्चार्ज रुद्रश्री मगरज्यू, प्रेस काउन्सिल नेपालका सदस्य केशव शरण लामिछानेज्यू, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलज्यू, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालज्यू लगायत मञ्चमा रहनुभएका र मञ्च विमुख रहनुभएका सम्पूर्ण अतिथिज्यूहरूलाई शब्द मार्फत स्वागत छ। पत्रकारिता जगतका अग्रज सहकर्मी र अनुज जति पनि आउनुभएको छ, व्यस्तताको समयको यो बावजुदलाई पनि आफ्नो मध्यनजर गरेर केही समय छुट्याएर यहाँ आउनुभएको छ। सबैलाई स्वागत छ। निट डेन्टल केयर प्रणालीका सम्पूर्ण कर्मचारीज्यूहरूलाई देखिरहेको छु यहाँ, र निट डेन्टललाई माया गरेर यो कार्यक्रमसम्म आउनुभएका सम्पूर्णलाई मैले एकमुष्ट सम्झेँ। मलाई स्वागतको बाटो परेको छ कि निट पत्रकारिता पुरस्कारको बारेमा पनि केही प्रश्नाउनु पर्ने एउटा जिम्मेवारी परेको छ। हिमालको काठ र तालको सहर पोखरामा आज एउटा अनौठो र सुखद संयोग जोडेको छ। एकातिर अक्षरहरूको खेती गर्ने हामी सञ्चारकर्मी छौँ भने अर्कोतिर मानिसको मुस्कानमा रक्षा गर्ने चिकित्सक र स्वास्थ्य कर्मीहरू पनि हुनुहुन्छ। स्वास्थ्य र सञ्चारको यो अनुपम दोभानमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिस गण्डकी प्रदेशको तर्फबाट एकपटक फेरि तपाईँहरूलाई हृदयदेखि नै स्वागत गर्न चाहन्छु। आजको यो सुखद क्षण ज्ञान, श्रम र सृजनशीलताको सुगन्धले भरिएको निट डेन्टल केयर प्रणालीको तेस्रो वार्षिक उत्सव र फोनिस गण्डकी प्रदेशद्वारा सञ्चालित निट पत्रकारिता पुरस्कार 2082 अर्पण समारोहमा यहाँहरूको उपस्थितिले यो कार्यक्रमलाई पवित्र र अर्थपूर्ण बनाएको महसुस भएको छ। समयको प्रभावसँगै निट डेन्टल केयर प्रणालीले सेवाको तेस्रो वसन्त पार गरी चौथो वसन्तमा पाइलो टेकेको छ। एउटा निजी संस्थाले आफ्नो वार्षिक उत्सवमा आफूहरू मात्र रमाउनुको सट्टा 5 लाख रुपियाँको अक्षय कोष खडा गरी पत्रकारिता जगतलाई सम्मान गर्ने जुन सुन्दर सोच राखेको छ, यस योगदानका लागि फोनिस गण्डकी निट डेन्टल परिवारप्रति हृदयदेखि नै कृतज्ञ छ। यहाँहरूको यो सत्कर्मले समाजमा एउटा नयाँ आयाम थपेको महसुस गरेका छौँ। आजको यो कार्यक्रममा सम्मानित हुन लाग्नुभएका व्यक्तित्व पत्रकार भरत कोइरालाज्यूको कलम सत्यको बाटोमा हिँडिरहेको छ। उहाँको शब्द समाजको भाव, पीडा र सम्भावनाको दर्पण पनि रहेको छ। पत्रकारिताप्रति उहाँको समर्पणलाई आज हामीले पुरस्कार मार्फत उज्यालो पार्न पाउनु हाम्रो लागि अहोभाग्य ठानेका छौँ। तर वास्तविक सम्मान त उहाँ स्वयंको कर्मले कमाएको हो, यो पनि भन्न चाहन्छु। फोनिसका सङ्घीय सचिवज्यूको नेतृत्वमा हाम्रा अग्रजहरूको सुझबुझपूर्ण छनौट र फोनिस गण्डकीको अनुमोदनबाट छानिनुभएका कोइरालाज्यूलाई यो सम्मान अर्पण गर्न पाउँदा हामीलाई एउटा गर्वले एउटा छाती चौडा भएको महसुस पनि भएको छ। रु 25,525 यो राशि केवल मुद्रा मात्र थिएन, यो त तपाईँको पत्रकारिताको क्षेत्रमा पुर्याउनु भएको उच्च सम्मान पनि हो। अन्त्यमा
व्यस्तताको बावजुद पनि हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार गरी यस समारोहको शोभा बढाइदिनुहुने प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यज्यू लगायत समारोहमा उपस्थित सबै आदरणीय व्यक्तित्व, अतिथि, सहकर्मी, सञ्चारकर्मी तथा निट डेन्टल केयर प्रणाली परिवारको सहयोग, साथ र सद्भावले यो दिवस अझै गौरवशाली बनिरहेको छ। आजको दिनले पत्रकारिता, समाज सेवा र सृजनशीलताको बाटो झन् उज्यालो बन्न सकोस् भन्ने कामना गर्दै पुनः एकपटक आफ्नो व्यस्त समयको बावजुद पनि थोरै समय बचाएर कार्यक्रममा उपस्थित सबैमा स्वागत छ। धन्यवाद। जय गणेश। र यसपछि हामी कार्यक्रमको समुद्घाटनतर्फ जान चाहन्छौँ। कार्यक्रमको समुद्घाटन चाहिँ हामी दुईवटा तरिकाले गर्ने भन्ने कुरा थियो। एउटा चाहिँ हामी पानसमा दियो बाल्छौँ र अर्को चाहिँ केक काट्ने भन्ने कुरा थियो। र यो केक आयो कि आएन मलाई ठ्याक्कै थाहा छैन। मलाई जानकारी गराइदिनुको लागि चाहिँ प्लिज मलाई जानकारी गराइदिनु होला। र पनि हामीले केक पछि काट्नु पनि सकिन्छ। त्यसैले अहिले चाहिँ हामी समुद्घाटनको लागि हामी पानसमा दियो बालेर समुद्घाटनतर्फ जान चाहन्छौँ। र उद्घाटन गरिदिनुको लागि आजका हाम्रा प्रमुख अतिथि पोखरा महानगरपालिकाका नगर प्रमुख मेयर धनराज आचार्यज्यू, त्यसै गरिकन सभाध्यक्ष खिमा गुरुङज्यू र लगायत विशिष्ट अतिथिज्यूहरूलाई एकसाथ आजको कार्यक्रमको समुद्घाटन गरिदिनुको लागि म आग्रह गर्न चाहन्छु। जोरदार ताली। र यतिखेर हामीले कार्यक्रमको समुद्घाटन लगभग गरिसकेका छौँ। आदरणीय प्रमुख अतिथि मेयर धनराज आचार्यज्यूले कार्यक्रमको समुद्घाटन गरिसक्नु भएको छ। र उहाँ सँगसँगै हाम्रो अध्यक्षज्यू, विशिष्ट अतिथिज्यू सम्पूर्णलाई यो समुद्घाटनमा सरिक भइदिनु भएकोमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र यसपछि हामी एउटा स्वागत नृत्य यहाँबाट हामी प्रस्तुत गर्न जाँदैछौँ। र स्वागत नृत्यको लागि म दुईजना बहिनीहरू अलिसा गुरुङ र सरू खत्रीज्यूलाई म अगाडि मञ्चमा आमन्त्रण गर्न चाहन्छु। र यो स्वागत नृत्य पछाडि हामी फेरि हाम्रो कार्यक्रमलाई अगाडि बढाउने नै छौँ। सो अहिलेको लागि हामी यहाँहरू सबैजनालाई, हाम्रो प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू र यहाँ उपस्थित सम्पूर्ण महानुभावज्यूहरूको लागि यो स्वागत नृत्य हामी प्रस्तुत गर्न जाँदैछौँ।
प्रेस नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य पनि हुनुहुन्छ आदरणीय वासुदेव मिश्रज्यूलाई म अतिथि आसन गर्नको लागि म अगाडि आमन्त्रण गर्न चाहन्छु। डाक्टर सुरज श्रेष्ठज्यू पनि आगमन भएको छ, उहाँलाई यता स्थानमा आसन गर्नको लागि म आग्रह गर्न चाहन्छु। डाक्टर सुरज श्रेष्ठज्यूलाई खादालिँदा पछाडि सम्मान गरिदिनु होला। त्यसै गरिकन अतिथिको रूपमा रिजिस्टर्ड नर्स हुनुहुन्छ प्रियङ्का गर्भजज्यूलाई पनि यता स्थानमा आसन गर्नको लागि म आग्रह गर्न चाहन्छु। अगाडिको रोमा आइदिनुको लागि म आग्रह गर्न चाहन्छु। डाक्टर यस निट पत्रकारिता पुरस्कारका आजका अध्यक्ष सम्मानित व्यक्तित्व पोखरा महानगरपालिकाका नगर प्रमुख श्री धनराज आचार्यज्यू, फोनिस गण्डकीका अध्यक्ष सीमा कुमारी गुरुङज्यू, मञ्चमा आसीन फोनिस केन्द्रीय सचिव आदरणीय एमबी आस्थाज्यू, त्यसै गरी पोखरा महानगरपालिकाका मोतीराज तिमसिन्हाज्यू, विभिन्न व्यक्तित्वज्यूहरूलाई सबैको नाम दिन मैले असमर्थ भए सम्पूर्णलाई आफ्नो व्यस्त समयका बावजुद समय दिएर यहाँ पालिदिनु भएकोमा हार्दिक धन्यवाद साथसाथै हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु। म सञ्चालकज्यूले भने जस्तै निट डेन्टल केयर र कन्सल्टेन्सी चलाइराखेको छु र निट डेन्टल केयर विगत 3 वर्ष अगाडि स्थापना भई पोखराको महेन्द्रपुल मेडिकल लाइनमा बाट हामीले सेवा दिइराखेको यहाँलाई जानकारी नै छ। यस 3 वर्षको दौरानमा हामीले सयौं बिरामीहरूको सेवा गरिसकेको छौँ। त्यस अवसरमा सेवा गर्ने मौका दिनुहुने आदरणीय बिरामी वर्गहरू, हाम्रो सेवामा खटिनुहुने डाक्टर साहबहरू, सँगसँगै हामीलाई माया गर्ने विभिन्न सङ्घ संस्था र विभिन्न व्यक्तिहरूलाई हार्दिक नमन व्यक्त गर्न चाहन्छु। निट डेन्टल केयर एउटा प्राइभेट संस्था हो र प्राइभेट संस्था हुँदै गर्दा पनि मैले समाजमा प्राइभेट सेक्टरबाट पनि केही योगदान गर्नुपर्छ भन्ने जहिले सोच राख्ने व्यक्ति हो। मैले तपाईँहरूलाई योभन्दा अगाडि पनि विभिन्न कार्यक्रमहरूमा सहयोग गर्दै आइरहेको कुरा तपाईँहरूलाई पक्कै पनि जानकारी होला। यहाँ भइराख्ने खेलकुद सँगसँगै सांस्कृतिक कार्यक्रमहरू सँगसँगै हाम्रो यो समाजमा लुकेको प्रतिभाहरूलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने प्रोग्रामहरूमा पनि मैले सहयोग गर्दै आइरहेको छु। यस क्रममा अहिले यो 3 वर्ष पुग्दै गर्दा अलि भिन्न टाइपको कार्यक्रम गरौँ कि भन्ने एउटा सोच थियो र मैले फोनिस का केन्द्रीय सचिव मेरो आदरणीय भिनाजु हुनुहुन्छ उहाँ एमबी आस्थाज्यूलाई मैले पत्रकारहरूलाई पनि व्यक्तिगत रूपमा के गर्न सक्छु कि भन्ने एउटा कुरा राखेको थिएँ र उहाँहरूले मलाई साथ सपोर्ट दिएर हुन्छ तपाईँ अगाडि बढ्नुहोस् हामी छौँ र यो भनेको एकदम राम्रो कुराहरू भन्नुभयो। त्यसको लागि उहाँ साथसाथै हाम्रो फोनिसका गण्डकीका संयोजक रुद्रशिषज्यू, हाम्रो अध्यक्षज्यूहरूलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र आज यो कार्यक्रम गर्दै गर्दा यहाँ सम्पूर्ण व्यक्तिहरू उपस्थित भइराख्नु भएको छ र यहाँ के कुरा क्लियर गर्न चाहन्छु भन्दा चाहिँ आज पत्रकारितालाई मैले सानो योगदान गर्दै गर्दा पक्कै पनि पत्रकारिताबाट केही पाम भन्ने मेरो त्यस्तो लोभ लालच केही पनि होइन। गरिरहेको कुरालाई अलिक फरक ढङ्गले केही कुरा गर्न सकियो भने समाजमा एउटा राम्रो उदाहरण दिन सकिन्छ भन्ने मात्रै उद्देश्य हो। र विभिन्न व्यक्तिहरूले भन्नुहुन्छ कि यहाँ मान्छेसँग धन भएर भन्दा पनि मन हुनुपर्छ भन्छन्। म त्यही एउटा उदाहरण हो कि जस्तो लाग्छ। म आफैमा एकदम धनाढ्य व्यक्ति पनि होइन र भइसकेको व्यक्ति पनि होइन। सङ्घर्ष गर्दै जाँदा आफूले गरेको आम्दानीबाट र आफूले गरिरहेको कुराहरूलाई समाजमा देखाउनका लागि जुन पत्रकारको एउटा भूमिका हुन्छ र त्यो पत्रकारहरूलाई हामीले सम्मान गर्यो भने उहाँहरूको
अझ आफ्नो मनोवृत्ति अझ मनोभाव अझ माथि पुग्नेछ भन्ने उद्देश्यले नै यो कार्यक्रम गर्न हामीले खोजिराखेको हो। त्यसकारणले म फोनिसप्रति र साथसाथै पत्रकार महासङ्घप्रति पनि एकदम आभार छु र आगामी दिनमा जसरी फोनिसले मलाई सपोर्ट गर्नुभएको छ र पत्रकार साथीहरूले मलाई सपोर्ट गर्नुभएको छ, आगामी दिनहरूमा पनि यहाँहरूप्रति म विभिन्न कार्यक्रमहरूमा एउटा सम्बन्ध बनाउँदै अगाडि बढ्ने कुरामा तपाईँहरूलाई विश्वस्त गराउन चाहन्छु। र अब नित्यन दल केयर 3 वर्ष पुगेको छ र नित्यन दललाई अब अझ अर्को रेस्पोन्सिबिलिटी पनि बढेको छ कि जस्तो मलाई फिल भइरहेको छ। हामी यहाँ सेवा दिँदै गर्दा अब अलिकति कसरी हुन्छ पर्सनल सेवा दिने र त्यो दिए बापत जनतालाई पनि कसरी हुन्छ खुसी बनाउने भन्ने उद्देश्यको साथ आगामी दिनमा पनि हामीले आफ्नो कार्यलाई अझ एडभान्स रूपमा चाहिँ अगाडि बढाउन अहरत र खटिने छौँ भन्दै आज उपस्थित सम्पूर्णलाई स्वागत गर्दै मेरो 2-4 शब्द यहाँ अन्त्य गर्न चाहन्छु। धन्यवाद। र उहाँले भने जस्तै हामी फोनिस गण्डकीले यो पत्रकारिता पुरस्कारको हामीले जुन आयोजना गरेका छौँ र यसमा उहाँले जुन हिसाबले हामीलाई सपोर्ट गरिदिनु भएको छ, हामी समग्र फोनिस परिवारले उहाँलाई हार्दिक आभार प्रकट व्यक्त गर्न चाहन्छौँ। र हुन त फोनिसले थुप्रै पुरस्कारहरू वितरण गर्ने गरेका छ, यहाँहरूलाई जानकारी नै छ। र हाम्रो वीरेन्द्र सरले चाहिँ यसपालि के भन्नुभएको थियो भने हामीले खास गरी यो पत्रकारिता पुरस्कार चाहिँ समग्र फोनिस कर्मीहरूलाई मात्रै नभएर र पोखरामा मात्रै नभएर देशभरिबाट जो अलिक सक्रिय रूपमा पत्रकारिता गर्नुहुन्छ, अलिकति जेन्युन रूपमा अलिकति लागेर गर्ने जस्तो क्रियाशील पत्रकारलाई चाहिँ दिनुपर्छ भनेर भन्नुभएको थियो। त्यो हिसाबले पनि हामीले यो वर्षदेखि सुरु गरेको यो पुरस्कार हामीले पहिलो पुरस्कार हामीले यहाँ प्रदान गर्दैछौँ आज। र हाम्रो पुरस्कृत व्यक्तित्व पनि हाम्रो आदरणीय भरत कोइराला दाजु हुनुहुन्छ, जसले लामो समयदेखि पोखरामा क्रियाशील रूपमा पत्रकारिता गरिराख्नु भएको छ। र उहाँको विषयमा केही समय पछाडि हाम्रो प्रतिभा छनौट समितिका संयोजकले भन्नु नै हुनेछ। त्योभन्दा अगाडि म यहाँ आसनगरलाई म जोड्न चाहन्छु। प्रेस सदर नेपाल कास्कीका अध्यक्ष मोती सागर अधिकारीज्यूको आगमन भएको छ। कृपया उहाँलाई अतिथि आसनगरको लागि म आग्रह गर्न चाहन्छु। मोती सागर अधिकारीज्यू प्रेस सदर नेपाल कास्कीका अध्यक्ष। त्यस्तै गरिकन म प्रेस सेन्टर नेपाल कास्कीका अध्यक्ष दिननाथ बरालज्यूलाई पनि म अतिथि आसनगरको लागि म अगाडि आइदिनुहोस् होला, खदाकरण गरिदिनुको लागि म आग्रह गर्न चाहन्छु। र यसपछि हाम्रो त्यस्तै गरिकन खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष राजाराम पौडेलजीको पनि आगमन भएको छ। कृपया राजाराम पौडेलजीलाई पनि अतिथि आसनगरको लागि म आग्रह गर्न चाहन्छु। राजाराम पौडेलज्यू खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष हुनुहुन्छ, राजाराम पौडेलज्यू। यसपछि हाम्रो यो दन्त चिकित्सकहरूलाई सम्मान कार्यक्रम भनेर यहाँ सेड्युलमा छ। हाम्रो डाक्टर साहबहरू कतिजना आइपुग्नुभयो मलाई ठ्याक्कै थाहा भएन। मलाई त्यो कोअर्डिनेसन गरिदिनुको लागि म आइवा एजुकेसन कन्सल्टेन्सीका मार्केटिङ म्यानेजर, हाम्रो निट डेन्टलका मार्केटिङ म्यानेजर हाम्रो राजेश श्री सर को सरहरू आइपुग्नु भएको छ। मलाई यसो लिस्टहरू उपलब्ध गराइदिनुको लागि म आग्रह गर्न चाहन्छु। हाम्रो प्रतिभा छनौट समितिका संयोजक ज्यूले हाम्रो आज पुरस्कृत हुने व्यक्तिको बारेमा यहाँ जानकारी गराउनको लागि म आमन्त्रण गर्न चाहन्छु। र नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिसका सङ्घीय सचिव पनि हुनुहुन्छ, सँगसँगै खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष हुनुहुन्छ, एबिसी टेलिभिजनका गण्डकी ब्युरो प्रमुख हुनुहुन्छ आदरणीय एमबी आस्था मगरज्यूलाई प्रतिभा छनौट समितिको संयोजकको नाताले यो पुरस्कृत व्यक्तिको बारेमा जानकारी गराइदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। अध्यक्षज्यू, बालुमतीज्यू, उपप्रति सम्पूर्ण गण्यमान्य व्यक्तित्वहरू र सहकर्मी साथीहरूलाई मेरो व्यक्तिगत र मेरो संस्थाका तर्फबाट सम्पूर्णलाई फोनिस अभिवादन र टक्राउन चाहन्छु। पक्कै पनि म छनौट समितिको संयोजकमा म थिएँ, यसै गरी बिना बहिनी रुद्र श्रीष र अध्ययन सदस्य अध्यक्षज्यू र महासचिवज्यू हुनुहुन्थ्यो। र यसपालि केही हप्ता अगाडि मात्रै हामीले निट डेन्टल केयर प्रणालीका सञ्चालक प्रबन्ध निर्देश वीरेन्द्र राणाज्यू र यस फोनिस गण्डकीका अध्यक्ष लगायतको टिमले यो निट पत्रकारिता पुरस्कारको स्थापना गर्ने सम्बन्धमा छलफल भएको रहेछ। त्यसपछि उहाँहरूको छलफल अनुसार आज यो समयसम्म आइपुग्दाखेरि उहाँहरूले जुन रूपमा मलाई जिम्मेवारी दिनुभयो त्यो जिम्मेवारी मैले कहाँसम्म न्यायसङ्गत मैले पुरा गरेँ त्यो पक्कै पनि यो इतिहासले
बताउने नै छ र जहाँसम्म लाग्छ यो अलिकति यो छनौट गर्ने प्रक्रिया जहिले पनि अलिक गाह्रो काम हो। धेरै गाह्रो हुँदा पनि छनौट गरिएको छ र धेरै लिस्टहरू थिए, फेरिस्टहरू थिए, थुप्रै छलफल पनि भयो। छलफलका क्रममा थुप्रै साथीहरूको नाम पनि थियो र अहिले जुन हामीसँग अग्रज पत्रकार आदरणीय भरत कोइराला दाई आज चाहिँ पुरस्कृत हुन गइरहनु भएको छ। सर्वप्रथम त अग्रिम बधाई पनि म भरत दाईलाई दिन चाहन्छु। साँच्चै उहाँको परिचय भन्ने पनि मलाई जिम्मेवारी एकैचोटि आज दिएको छ, किनकि कार्यक्रमलाई छोटो गरौँ भन्ने कुरा आएको कारणले गर्दा उहाँको परिचय दिइरहँदाखेरि त्यति धेरै उहाँको परिचय दिनुपर्छ जस्तो मलाई लाग्दैन र पनि म केही कुराहरू उहाँको बारेमा सेयर गर्न चाहन्छु। मलाई लाग्छ उहाँको र मेरो चिन्जान काठमाडौँदेखि पोखरा अन्नपूर्ण पोस्टको ब्युरो चिफ भएर जब पोखरा उहाँको चाहिँ आगमन भयो 64-65 सालतिर हो क्या होइन, 65 सालतिर हो क्या। त्यतिखेर चाहिँ उहाँ आउनुभयो। म भर्खरै एबिसी टेलिभिजनमा चाहिँ सगरमाथा टेलिभिजन छोडेर एबिसी टेलिभिजनमा काम गर्न सुरु गरेको थिएँ। त्यहाँदेखि चाहिँ कहिले पुरञ्जनको डाँडामा, कहिले लेखनाथको डाँडामा र विभिन्न ठाउँहरूमा उहाँ सँगसँगै हामी चाहिँ टेलिभिजन वा पत्रिकामा चाहिँ रिपोर्टिङ गर्ने कार्य चाहिँ गर्दै आइरहेका छौँ र उहाँले साँच्चै अहिलेसम्म निरन्तर रूपमा पत्रकारिता गरिराख्नु भएको छ र अहिले समाधान दैनिकले जुन अनलाइन सेक्टर छ त्यसको चाहिँ मुख्य जिम्मेवारीका रूपमा लिएर अहिले काम गर्दै आइरहनु भएको छ। र उहाँको कतिलाई धेरैलाई थाहा छ र पनि अहिले उहाँ पुतली बजारतिर स्याङ्जामा चाहिँ उहाँको खास ओरिजिनालिटी घर चाहिँ त्यहाँ हो र अहिले पोखरा महानगरपालिका यो वडा नम्बर 11 मा चाहिँ अहिले उहाँको अहिले निजी निवासै त्यही छ होइन, केही वर्षदेखि आउनुभएको छ र पोखरामा अहिले चाहिँ बसोबास त्यही भएको छ र निरन्तर रूपमा पत्रकारिता गरिराख्नु भएको छ। योभन्दा अगाडि उहाँले चाहिँ यही पोखरामा पत्रकारिता गरिरहँदाखेरि आर्थिक पत्रकारिता पुरस्कार, गजेन्द्र भण्डारी पत्रकारिता पुरस्कार उहाँले अगाडि पाइसक्नु भएको छ र अहिले यो चाहिँ निट पत्रकारिता पुरस्कारबाट सम्मानित हुन गइरहनु भएको छ। र उहाँको बारेमा अब धेरै लामो, अब थुप्रै लामो छन्। अहिले चाहिँ उहाँले कलेजहरू पनि पढाउँदै गर्नुभएको छ। योभन्दा अगाडि मैले अघि नै पोस्ट भने द हिमालयन टाइम्स भने हिमालयन काम गर्नुभयो, थुप्रैमा अरूमा पनि काम गर्दै आउनुभएको छ र पक्कै पनि फेरि पनि यी कुराहरू मैले उहाँको लामो रूपमा नलिकन मेरो उहाँको परिचय पनि मैले दिनु चाहेँ र आज जो उपस्थित हुनुभएको छ मैले यसबारेमा चाहिँ अघि नै स्वागत मन्तव्यको क्रममा यस उपाध्यक्ष धनबहादुर सुमनले पनि यो किन यहाँ स्थापना गरियो र कुन अहिले पुरस्कारहरू फनित गण्डकीले बाँडिरहेको छ भन्ने सन्दर्भमा उहाँले भनिसक्नुहुन्छ, त्यसलाई दोहोऱ्याउन मैले चाहिनँ। यिनै कुरा राखेँ र एकदम यो कसरी हामीले छनौट गरियो र उहाँको थोरै परिचय यहीँ राख्दै मेरो भनाइ पनि अन्त्य गर्न चाहन्छु। जय फोनी, जय पत्रकारिता। र भरत दाईको बारेमा हामीले जति गुणगान गाए पनि सायद सकिँदैन होला। भरत दाईसँग म पनि सँगै काम गर्ने अवसर प्राप्त गरेको थिएँ धेरै पहिला रेडियोमा। सो त्यो हिसाबले पनि दाईलाई मैले धेरै सम्मान पनि गर्दछु र दाईले त्यो समयदेखि अहिलेसम्म निरन्तर रूपमा यो कलम चलाइराख्नु भएको छ कि निरन्तर रूपमा चलाइराख्नु भएको छ। त्यो हिसाबले पनि आज हामीले निट डेन्टल पत्रकारिता पुरस्कार पहिलो पुरस्कार हामी भरत दाईले नै प्राप्त गर्नु भएको छ। हामी सबैजना खुसी छौँ र यो बिचमा म फेरि केही अतिथि महानुभावज्यूहरूलाई आसनहरूको लागि म जोड्न चाहन्छु। फोनिज गण्डकीका सल्लाहकार अधिवक्ता मनोज घरती मगरज्यूलाई म अतिथि आसनहरूको लागि म अगाडि आमन्त्रण गर्न चाहन्छु। भएर चाहिँ काम गरिराख्नु भएको छ र हाम्रो फोनिज गण्डकीको उहाँ सल्लाहकारको रूपमा हुनुहुन्छ। त्यसै गरिकन फोटो पत्रकार सङ्घ कास्कीका सल्लाहकार कृष्णमणि बराल दाजुको पनि आगमन भएको छ। म कृष्णमणि बराल दाजुलाई म अगाडि आइदिनुको लागि म आग्रह गर्न चाहन्छु। कृष्ण दाइ अगाडि आइदिनुहोस् होला, यसो अगाडितिर आइदिनु भयो भने म आभारी हुन्छु। त्यस्तै गरिकन हाम्रो फोनिज गण्डकी प्रदेशको अनुशासन समितिको संयोजक आदरणीय मिना थापा मगरज्यूलाई पनि अतिथि आसनको लागि म आग्रह गर्न चाहन्छु। हाम्रो नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिज गण्डकीको कार्य समिति मध्येबाट हामीले पछि बाजुमा बसेको दोस्रो पूर्ण बैठकले चाहिँ हामीले अनुशासन समिति चयन गरेका थियौँ र अनुशासन समितिको संयोजक रूपमा हाम्रो मिना दिदी हुनुहुन्छ भने सदस्यहरूमा हाम्रो मनेरा तमु
र रोशनी गुरुङजी हुनुहुन्छ। सो मिना दिदीलाई पनि खाताले सम्मान गरिदिनुको लागि म आग्रह गर्छु। मिना दिदी यतातिर गइदिनु त हाम्रो वितरणको लागि म आजका हाम्रो प्रमुख अतिथि यस कार्यक्रमका सभाध्यक्ष फोनिस गण्डकीका अध्यक्ष त्यसै गरिकन पुरस्कारदाता निट डेन्टल केयरका प्रबन्ध निर्देशक वीरेन्द्र राणाज्यू र प्रतिभा छनौट समितिका संयोजक एमबी आस्थाज्यू लगायत अन्य अतिथि महानुभावज्यूहरूले पालै पालो हाम्रो पुरस्कृत व्यक्तिहरूलाई पुरस्कार प्रदान गरिदिनुको लागि म आग्रह गर्न चाहन्छु। र पक्कै पनि पुरस्कार प्राप्त गर्ने व्यक्तिको बारेमा त अघि हामीले भर्खर जानकारी प्राप्त गरिसकेका छौँ र भरत कोइराला दाजुले अब पुरस्कार ग्रहण गर्दै हुनुहुन्छ। हाम्रो 5 लाखको अक्षय कोष निर्माण गरिदिनु भएको छ निट डेन्टल केयरले र त्यो अक्षय कोषबाट हामीले प्रत्येक वर्ष एकजना पत्रकारलाई हामीले गर्दैछौँ र यतिखेर म यो पढ्न चाहन्छु। श्री भरत कोइरालाज्यू पोखरा 11 कास्की समृद्धिको आधार पूर्ण समावेशी संसार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिस गण्डकी प्रदेश स्थापना 2076 सम्मान पत्र श्री भरत कोइरालाज्यू पोखरा 11 कास्की विगत करिब 2.5 वर्षदेखि निरन्तर क्रियाशील रही पत्रकारिताको क्षेत्रमा यहाँले पुर्याउनु भएको उल्लेखनीय योगदानको उच्च कदर गर्दै निट डेन्टल केयर प्रणालीका प्रबन्ध निर्देशक समाजसेवी तथा युवा व्यवसायी श्री वीरबहादुर राणा वीरेनज्यूद्वारा स्थापित निट पत्रकारिता पुरस्कार 2082 बाट यहाँलाई ससम्मान पुरस्कृत गर्दछौँ। साथै आगामी दिनमा आवाजविहीनहरूको आवाजलाई पत्रकारिताको माध्यमबाट मुखारित गर्न र आदिवासी जनजातिको पहिचानलाई स्थापित गर्न यहाँको निरन्तर योगदान रहने अपेक्षासहित यो सम्मान पत्र प्रदान गरिएको छ। सुरज थापा मगर महासचिव, धनराज आचार्य प्रमुख पोखरा महानगरपालिका प्रमुख अतिथि, एमबी आस्था मगर संयोजक प्रतिभा छनौट समिति र खिमा कुमारी गुरुङ अध्यक्ष मिति 2082 मङ्सिर 26 गते। एकपटक जोरदार ताली प्लिज। र लिफा पनि यहाँ रहेको छ र नगद पुरस्कार हामीले हरेक वर्ष रु 25,555 रुपियाँ हामीले प्रदान गर्नेछौँ र यो खाम लिफा दिनको लागि म पुरस्कारदाता निट डेन्टल केयर प्रणालीका प्रबन्ध निर्देशक म वीरेन्द्र राणा मगरज्यूलाई म आग्रह गर्न चाहन्छु। हामी सम्मान गर्दैछौँ। फेताले अध्यक्षज्यूले सम्मान गर्दै हुनुहुन्छ। विशेष कला चाहिन्छ होला कि माथि गर्दै यसपछि हामी पुरस्कार दाता हाम्रो वीरेन्द्र राणा मगरजी हुनुहुन्छ। एकदमै युवा व्यवसायी समाजसेवी हुनुहुन्छ। एकदमै यङ के अझै भन्नुपर्दा उहाँको बिहा पनि भएको छैन, अविवाहित हुनुहुन्छ। तर पनि यो शब्द आइराख्दो रहेछ कि बेला बेलामा हाम्रो हाँसो लाग्छ तर रियालिटी त्यही नै हो। एकदमै यङ इन्टरप्रेनर भन्छु म उहाँलाई स्पेसली र सोसाइटीमा पनि हुन्छ। उहाँलाई चाहिँ हामीले यो फेताले सम्मान गरिदिनुको लागि म अध्यक्षज्यूलाई आग्रह गर्न चाहन्छु र प्रमुख अतिथिज्यूले यो प्रशंसा पत्र प्रदान गरिदिनुको लागि म अगाडि आइदिनुको लागि म आग्रह गर्न चाहन्छु। र यो प्रशंसा पत्र रहेको छ समृद्धिको आधार पूर्ण समावेशी संसार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिस गण्डकी प्रदेश प्रशंसा पत्र श्री वीरबहादुर राणा वीरेनज्यू प्रबन्ध निर्देशक निट डेन्टल केयर प्रणाली नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिस गण्डकी प्रदेशद्वारा सञ्चालन हुने गरी विगत 3 वर्षदेखि दन्त चिकित्सकको क्षेत्रमा निरन्तर सेवारत रही छोटो समयमै प्रतिष्ठित बन्न सफल निट डेन्टल केयर प्रणाली मार्फत निट पत्रकारिता पुरस्कार अक्षय कोष स्थापना गरिदिनु भई फोनिसको संस्थागत विकास र पत्रकारिता क्षेत्रमा व्यावसायिक विकासमा यहाँले पुर्याउनु भएको अतुलनीय योगदान उच्च कदर गर्दै आगामी दिनमा यहाँको व्यावसायिक उन्नति कामना गर्दै यो प्रशंसा पत्र प्रदान गरिएको छ। महासचिव सुरज थापा मगर, प्रमुख अतिथि धनराज आचार्य पोखरा महानगरपालिकाका प्रमुख, त्यस्तै अध्यक्ष खिमा कुमारी गुरुङज्यू। मिति 2082 मङ्सिर 26 गते।
र यो प्रशंसा पत्र प्रदान गर्नको लागि म आजका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख आदरणीय धनराज आचार्यज्यूलाई म आग्रह गर्न चाहन्छु। यस कार्यक्रमका अध्यक्ष महोदय, प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर साहब, यसै गरी यो पुरस्कार स्थापना गर्ने संस्थाका प्रमुखज्यू वेदनजी लगायत मञ्चमा बस्नुहुने सबैजना पत्रकार महासङ्गठनकी अध्यक्ष रमेश दाई, हाम्रो प्रेस काउन्सिल सदस्य मेरो माननीय मित्र केशवजी लगायत सम्पूर्ण र अगाडि बस्नुहुने सबैजनालाई नमस्कार। यो बोल्ने कुरा अप्ठ्यारै हुन्छ, मलाई बोल्न चाहिँ आउँदैन। हिजो यो के बोल्ने होला के छ भने हिजो मैले केशवसँग चाहिँ चिर्छु के बोल्ने है। अनि फेरि अर्को कुरा चाहिँ पुरस्कार, केशवले चाहिँ एउटा पनि पुरस्कार अहिलेसम्म पत्रकारिताको पुरस्कार लिएकै छैनन्। म चाहिँ झुकिझुकिकन चाहिँ तेस्रो पुरस्कारमा आइपुगेको छु म होइन। यो पत्रकार पुरस्कार चाहिँ अलिक परै रहनुपर्छ भन्ने लाग्ने हामीले कतिपय फोरमहरूमा गफ पनि गर्ने गर्थ्यौँ र तर सबै पुरस्कारहरू त्यस्ता पनि हुँदैनन् र त्यसलाई चाहिँ हामीले ग्रहण नगर्ने खालका पनि हुँदैनन् र कतिपय पुरस्कारहरू आफ्नै स्थापना हुँदाखेरि नै नराम्रा पनि हुँदैनन्। त्यही हिसाबले पनि यो पुरस्कारलाई मैले त्यसरी ग्रहण गरेको। आस्थाजीले मलाई फोन गर्नुभयो, सुरुमा चाहिँ फोन पुरस्कार भन्ने बित्तिकै म एउटा पूजामा थिएँ, मैले भइहाल्यो मलाई पर्दैन भनेर चाहिँ मैले फोन काटेको थिएँ। पछि फेरि उहाँले फोन गर्नुभयो, त्यसपछि त्यो एउटा चाहिँ सहमतिमा आइपुग्यौँ हामी। किनभने आस्थाको कुरालाई मैले काट्न पनि नसक्ने, अघि आस्थाले भन्दै थिएँ म चाहिँ काठमाडौँबाट पोखरा आइसकेपछि पहिलो पत्रकारिताको पहिलो भित्र मसँग बाइक ल्याउँदाखेरि उनको एउटा छोटो मोटरसाइकल थियो, त्यसमा चाहिँ काटेर पारेर हामी चाहिँ डुलिरहन्थ्यौँ रिपोर्टिङका लागि है। त्यति बेला चाहिँ कतिपय ठाउँमा चाहिँ हामीले एउटा एचआइभी को रिपोर्टिङको बेलामा लेखनाथमा हामीले कोदालाको पासो पनि हामीले खाएको थियो होइन। उसको क्यामेरा झन्डै फुटेको थियो, बडेमाको क्यामेरा बोकेर हिँड्नुपर्ने। मैले चाहिँ उसको बुम समाइदिएको थिएँ, एउटा त्यस्तै खालको रिपोर्टिङ पनि थियो, त्यो स्मरण गर्न चाहेँ। र यो धेरै कुरा नगरिकन सबैभन्दा पहिला आस्थाजीको टिमले मलाई छनौट गर्नुभएकोमा यहाँलाई आभार व्यक्त गर्छु र यो पुरस्कार स्थापना गर्ने र नीति क्षेत्रमा भर्खरै क्रियाशील युवा अझै है भर्खरै यहाँ खुलासा पनि भएको छ, अझ एउटा पनि बिहे नभएको है, एकपल्ट पनि बिहे नभएको यस्तो पात्र हुनुहुँदैछ। त्यो चाहिँ उहाँलाई आभार व्यक्त गर्दै छिट्टै उहाँका चाहनाहरू पुरा हुनु भन्ने पनि म कामना गर्छु। अघि नै मैले भनिसकेँ पुरस्कार का बारेमा चाहिँ धेरै खालका चाहिँ स्कुल अफ थट छन् है। कतै पुरस्कार पत्रकारलाई दिनुहुन्छ भन्ने पनि छ, दिनुहुन्न भन्ने पनि छ। त्यसपछि अनि निजी संस्थाबाट स्थापित पुरस्कारहरू निजी संस्थाको स्वार्थबाट प्रेरित हुन्छन् भन्ने पनि छ र कतिपय ठाउँमा चाहिँ निजी आखिर चाहिँ गर्ने त कसले त, सरकारले गर्ने अथवा चाहिँ कुनै तपाईँको चाहिँ मिडिया हाउसले गर्ने अथवा कुनै निजी संस्थाले गर्ने, व्यावसायिक संस्थाले गर्ने, कसले गर्ने? कोही त अगाडि बढ्नु पर्यो पत्रकारिताको चाहिँ सम्वर्धनका लागि, यसको चाहिँ यसलाई उकास्नका लागि कोही न कोही त लाग्नु पर्यो। यस्तै क्रममा निजी आखिर हामीले धेरै आश गर्ने ठाउँ भनेको निजी क्षेत्र नै हो है। यस सिलसिलामा जुन चाहना राखेर वीरेनजीले पनि भनिसक्नु भएको छ, वीरेनजीलाई मैले पहिलोपटक देखेको यही नै हो र आज हामी बोलीचाली पनि गरिसकेका पनि छैनौँ। अहिलेसम्म चाहिँ चिन्जान पनि राम्रोसँग भएको छैन र जुन तरिकाले उहाँले चाहिँ स्थापना गर्नुभएको छ, तपाईँको चाहिँ मनोकामना पुरा होस् र तपाईँले अहिले भनेको जस्तै पत्रकारबाट चाहिँ कुनै आश गर्नका लागि मैले पुरस्कार स्थापना गरेको होइन भन्नुभएको छ। ठिक छ, एकदम राम्रो कुरा गर्नुभयो। हामीले पनि त्यो चाहना नराख्नुहोस् भन्ने नै हो होइन। उहाँको तपाईँको आफ्नो पेसा व्यवसायलाई माथि उकास्नका लागि त तपाईँ आफ्नो मेहनत त गर्नु नै हुन्छ र अरू कामका लागि चाहिँ पत्रकार पक्कै पनि प्रयोग गर्नुहुन्न भन्ने कुरा चाहिँ तपाईँले प्रतिबद्धता जनाइसक्नु भएको छ। अनि थोरै यहाँ प्रसङ्ग चाहिँ जोड्न चाहन्छु कि पुरस्कारहरू चाहिँ कस्ता हुन्छन्, के हुन्छन् भन्ने बारेमा चाहिँ पुलिजर प्राइज है, पत्रकारिताको नोबेल प्राइज नै हो, 1917 मा स्थापना भयो, जो चाहिँ पुलिजरका नाममा, त्यो पनि व्यक्तिको नाममा व्यक्तिगत रूपमा स्थापना भएको थियो। उनले त्यहाँको युनिभर्सिटीलाई दिएको निजी पैसाको सम्पत्तिबाट नै त्यो पुरस्कार स्थापना भएको थियो। त्यसपछि हाम्रो नजिकैको एसियाको नोबेल प्राइज भनेर चिनिने रोमन म्यागासेसे फिलिपिन्सको राष्ट्रपतिको नाममा स्थापना भयो। त्यहाँ चाहिँ त्यो पनि निजी संस्थाले, अमेरिकाको निजी संस्थाले उहाँको नाममा स्थापना गरिदिएको थियो। यता पनि आइपुग्दाखेरि इन्डियामा आइपुग्दाखेरि स्याम कोहेनका, जो चाहिँ इन्डियाको पत्रकारिताको पुरस्कारको सबभन्दा स्थापित नाम हो,
उहाँको नाममा स्थापित पुरस्कार पनि टाइम्स अफ इन्डिया ग्रुपले चाहिँ निजी संस्थाले नै स्थापना गरिदिएको थियो र हाम्रो नेपालमा आइपुग्दाखेरि पुरस्कारको नाममा सबैभन्दा बढी नाम चलेको र चर्चित भनेको मदन पुरस्कार हो। मदन पुरस्कार पनि एउटा निजी घरानाले अथवा चाहिँ व्यक्तिगत रूपमै मदन शमशेर र जगदम्बाको नाममा स्थापना भएका त्यो निजी क्षेत्रबाट स्थापित पुरस्कार हो। त्यसै भावनाले पुरस्कार निजी क्षेत्रबाट स्थापित हुँदैमा त्यो पुरस्कार हलुङ्गो हुन्छ अथवा त्यसको चाहिँ ओज कम हुन्छ भन्ने पनि होइन। त्यसलाई कसरी अगाडि बढाइन्छ भन्ने कुरा नै सबभन्दा महत्त्वपूर्ण कुरा हो र यो अहिले हामीले स्थापना गरेको र मैले ग्रहण गरेको पुरस्कारलाई पनि यसै गरी लानुहुनेछ भन्ने कामना मैले फोनिजसँगबाट मैले चाहिँ अपेक्षा पनि गरेको छु। अहिले पत्रकारिता वास्तवमै असाध्यै दोसान्धमा छ। एकापट्टि चाहिँ तपाईँको प्रविधिको असाध्यै ठुलो चाहिँ प्रयोग भइराखेको छ। परम्परागत मिडियाहरू चाहिँ छापा माध्यम त्यसपछि चाहिँ रेडियो टेलिभिजनहरू फिजाउटै भएर अब हामी चाहिँ स्क्रिनमा मोबाइलमा अथवा तपाईँको पाममा हत्केलामा हामी सीमित भइराखेका छौँ। यो बेलामा हाम्रो विश्वमा हाम्रोमा मात्रै होइन विश्वव्यापी रूपमा पनि धेरै ठुला मिडियाहरू चाहिँ खुम्चेर गइराखेका छन्। अमेरिकामै हेर्ने भने त्यहाँका चाहिँ छापा माध्यमहरू चाहिँ डिजिटाइज हुँदै गएको छ। हुन त त्यहाँको चाहिँ सब्सक्रिप्सन चाहिँ रेट पछिल्लो समयमा चाहिँ बढ्दो पनि छ। त्यो डिजिटल फेजमा चाहिँ सब्सक्रिप्सन चाहिँ बढिराखेको छ। यता नजिकै आउँदाखेरि इन्डियामा हेऱ्यो भने त्यहाँ छापा माध्यमको अवस्था हाम्रो जस्तो दयनीय भइसकेको छैन। मात्रै त्यहाँको टेलिभिजन र त्यहाँको चाहिँ युट्युबहरूले अलिकति त्यो फैलाएको गन्जामले गर्दाखेरि अलिकति भारतको पत्रकारितामाथि प्रश्न उठ्ने गर्छ। तर व्यावसायिक रूपमा छापा माध्यम चाहिँ त्यहाँ एकदम सशक्त नै छ र व्यावसायिक रूपमा पनि। हाम्रोमा हेर्दाखेरि रेडियो टेलिभिजन र पत्रकारिता के अरे छापा माध्यमको युग चाहिँ सकिएको हो कि जस्तो देखिन्छ, तर त्यो चाहिँ होइन। हामीले स्वरूप परिवर्तन गर्ने हो छापा माध्यमहरूले पनि हामीले पनि थोरै आफूलाई चाहिँ डिजिटाइज गर्दै जाने र त्यसपछि अहिलेको प्रविधिसँगै त्यसलाई घुलमिल गराउन सकियो भने हामी चाहिँ बाँच्न पनि सकिन्छ भन्ने पनि मलाई लाग्छ। अब अर्कोतिर चाहिँ पत्रकारिता चाहिँ व्यवसायिक हुन सकेन, स्वतन्त्र हुन सकेन भन्ने पनि छ। त्यो चाहिँ आफूले मम भन्ने कुरा हो। मैले आफूले नै मैले गरेको पत्रकारिता र मैले मेरो पेसा मैले मेरो बाँच्नका लागि मात्रै गर्ने पेसा होइन यो। हामीलाई तपाईँहरूलाई चाहिँ यो पेसामा सबै सम्बन्ध साथीहरू हुनुहुन्छ। यति मेहनत गऱ्यो भने योभन्दा बढी कमाउने सेक्टर हामीसँग थिएन र पक्कै पनि थियो नि। हामी बिहान उठेदेखि बेलुका नसुत्ने बेलासम्म हामी चाहिँ यसैमा चिन्तित छौँ। अथवा निदाइ सकिसकेपछि पनि तपाईँलाई चाहिँ के घटनाहरू भइहाल्यो भने पनि त्यसले हामीलाई बिउजाउने अवस्था पनि छ। यतिको मेहनत गऱ्यो भने त हामीले चाहिँ अर्को ठाउँमा अर्को व्यवसाय गरे पनि कमाइन्थ्यो होला नि त। तर यो हाम्रो लागि चाहिँ यो पेसा मात्रै होइन, हाम्रो लागि यो समाजका लागि गर्ने योगदानको चाहिँ एउटा हिस्सा पनि हो भन्ने रूपमा हामीले लिएका छौँ। त्यही हिसाबले यसमा सबैभन्दा जिम्मेवार रहने भनेको चाहिँ हामी आफै नै हो। हामी पत्रकारिता गर्ने हामी व्यक्तिहरू नै हो। कसरी व्यावसायिक रूपमा मर्यादित रहने, कस्ता कुरा गर्नुहुने गर्न नहुने भन्ने कुराहरू त छँदैछन्। त्यसलाई चाहिँ आफैले आत्मसात गर्नुपर्ने कुरा छन्। अब नेपालमा बाहिरको कुरा त हामीले गरि नै हाल्यौँ र पोखरामा के गर्ने त नि। म 2065 सालमा पोखरा आएँ अन्नपूर्ण पोस्टको ब्युरो प्रमुखको रूपमा। यहाँ आउँदाखेरि त्यति बेला पत्रकारिताबाट पछाडि फर्केर कहिले हेर्नुपर्छ भन्ने पनि लाग्थेन है। काठमाडौँबाट प्रकाशित हुने पत्रिका पोखरामा चाहिँ बिहानै आइपुग्थ्यो। 4 पेज पोखराको यहाँको चाहिँ न्युज के अरे यहाँको लोकल पेपरले चाहिँ कभर गर्ने भन्दा चाहिँ मजाका न्युजहरू लोकल न्युजहरू चाहिँ कभर गरेर हामीले चाहिँ त्यति बेला प्रकाशन गर्थ्यौँ। र त्यति बेला सब्सक्रिप्सन यहाँ चाहिँ अन्नपूर्ण पोस्टले 8848 ग्राहक बनाएको थियो पोखरामा। अन्नपूर्ण भनेको अन्नपूर्ण पोस्ट अन्नपूर्ण हिमाल पोखरासँग चाहिँ नजिकिएको पनि भयो। त्यसपछि त्यसले सगरमाथाको हाइटसम्म चाहिँ पुर्याउने गरेर त्यो सब्सक्रिप्सन रेट चाहिँ को सङ्ख्या त्यो पुर्याउँदै त्यसलाई हामीले सेचुरेसन मानेर चाहिँ छोडाइदियो र साह्रै विज्ञापनहरू पनि राम्रो हुन्थ्यो, न्युज कभरेज पनि राम्रो हुन्थ्यो। त्यति बेला पोखरामा चाहिँ 14वटा डेली पेपर थियो म पोखरा छिर्दाखेरि। अहिले यसो फ्याटाफुट्टा हेऱ्यो भने चाहिँ 3टा 4वटा पत्रिका 3टा रेगुलर देखिन्छ बजारमा, कहिलेकाहीँ 4वटा र यसो केही पऱ्यो भने 5वटा पनि पत्रिका कहिलेकाहीँ देखिने गरिन्छ। किन यस्तो भयो भन्दा हामीलाई कोभिड लागेको हो कि अथवा चाहिँ त्यस्तो अरू कुनै खालको आर्थिक लाग्यो हो कि ती सबै छन्। तर सबै भनेको चाहिँ निजी क्षेत्र खुम्चिएर निजी क्षेत्रले व्यवसाय गर्न नसकेर पैसा चलायमान नभएर न हो। त्यसका लागि पनि हाम्रो वीरेनजी जस्तो चाहिँ निजी क्षेत्रबाट चाहिँ जो हौसला बोकेर आउनु भएको छ यस्ता संस्थाहरू क्रियाशील रहनुपर्छ र निजी क्षेत्र नै अगाडि बढ्नुपर्छ। पनि यहाँ थोरै जोड्न खोजेँ के भने अब हाम्रोमा त कस्तो पनि भइसक्यो भने जो मान्छेले व्यवसाय गर्छ, जसले कमाउँछ, जसले चाहिँ आफ्नो आम्दानी गरेर अरूलाई जागिर पनि दिन्छ र राज्यलाई पनि कर तिरेर चाहिँ योगदान गर्छ,
त्यो व्यक्ति त्यो समूह र त्यो समुदायलाई चाहिँ एक थरीले बडा नेगेटिभ रूपमा हेर्ने अहिले जेनजी आन्दोलनको बेला पनि हामी त्यो देख्यौँ। जेनजी आन्दोलन आफैमा चाहिँ नराम्रो थिएन, तर जुन रूप लियो त्यो आफैमा चाहिँ राम्रो हुन गएन। भने कमाउने मान्छेहरू चाहिँ बेठी हुन् भन्ने चाहिँ अवस्था भयो, यहाँ सिर्जना भएको छ नि त। यहाँ त्यो खालको चाहिँ त्यो भाषा सिर्जना भइरहेको छ। त्यो चिर्नका लागि पनि हामी लाग्नुपर्नेछ र हामीले आफैले महसुस पनि गर्नुपर्नेछ भन्ने जस्तो लाग्छ। र मैले अन्तिममा चाहिँ अब के गर्ने, हामी पोखरामा रहेर यो पत्रकारितालाई चाहिँ जोगाउन के गर्ने, के हामी पत्रकारिताबाट चाहिँ पलायन हुनुपर्ने बेला भएको हो त? पक्कै छैन। एउटा कन्सेप्ट छ नि, तपाईँको चाहिँ ग्लोबलाइजेसन भन्छ नि, थिङ्क ग्लोबल्ली एक्ट लोकल्ली भन्छ नि। हामीले चाहिँ वैश्विक रूपमा सोचौँ, के प्रविधिहरू चाहिँ हामीसँग छन् ती प्रविधिहरू हामी प्रयोग गरौँ, त्यसलाई दुरुपयोग चाहिँ नगरौँ र इस्युजहरू त लोकल लेभलमै हुन्छ है। यहाँको चाहिँ पेसा व्यवसाय महानगरले गरेका चाहिँ क्रियाकलापहरू अरू सबै चाहिँ कुराहरू चाहिँ हामीले रिपोर्टिङ गरेर त्यो कुरा चाहिँ मान्छेले के खोज्छ भने आफू नजिकको खबर चाहिँ उसले जान चाहन्छ नि हो। त्यो कुराहरूलाई हामीले चाहिँ यहाँको मिडियामा, रेडियोमा होस्, टेलिभिजनमा होस्, अथवा चाहिँ पत्रिकामा होस्, अथवा अरू कुनै चाहिँ अनलाइन मिडियामा होस्, यहीँको लोकल इस्युजहरूलाई चाहिँ हामीले चाहिँ क्यारी गरेर यहाँको पाठकहरूलाई, यहाँको दर्शकलाई, यहाँको श्रोताहरूलाई, यहाँको अडियन्सहरूलाई चाहिँ त्यो दिन सक्यो भने नै सबैभन्दा विश्वासीको भरपर्दो चाहिँ पत्रकारिता त्यो हुन्छ जस्तो लाग्छ। किनभने यहाँको लोकल इस्युजका बारेमा त अरूको बाहिरको मान्छेले, बाहिरको मिडियाले कभर त गरिदिँदैन र अनि कभर गरिहाल्यो भने पनि ठुलो रूपमा पनि लिँदैन। त्यही हिसाबले चाहिँ त्यो रूपमा हामी चाहौँ जस्तो लाग्छ। अब अहिले पछिल्लो समयमा हामीले चाहिँ जमाना एआईको जमाना छ हो। एआईले हामीले असाध्यै प्रयोग गर्छौँ। समाचारको डेस्कमा हामी बसिसकेपछि त्यसलाई चाहिँ मजाले भरपुर प्रयोग पनि गर्छौँ, तर त्यसलाई कसरी प्रयोग गर्ने भन्ने बारेमा आफै पहिला चाहिँ अभ्यस्त पनि हुनु पर्यो। त्यसले हामीलाई समय बचाइदिएको छ र त्यो समय अरू चाहिँ इन्भेस्टिगेटिभ रिपोर्टिङमा खर्च गर्नका लागि त्यो खर्च गरौँ भन्ने लाग्छ। चाहिँ अब अहिले त फेरि एआईले प्रयोग गरेर चाहिँ भिडियोहरू बनाउने त्यस्तो खालको डिफेक्टको कुराहरू पनि आएको छ, त्यसबाट चाहिँ बस्नु पनि पर्नेछ। र हाम्रो सामाजिक सञ्जालका कारणले चाहिँ कुन साँच्चैको मिडिया हो र कुन चाहिँ मिडिया होइन भन्ने बारेमा पनि त एउटा त्यो डिमार्केसन चाहिँ खडा भएको छ। त्यसका लागि हामीले जुन के अरे सिभिक जर्नलिजम हुन्छ, मान्छेले चाहिँ फेसबुक मार्फत कुराहरू चाहिँ व्यक्त गर्छ र हामीले चाहिँ जर्नलिजम मार्फत गर्ने, पत्रकारिता मार्फत गर्ने कुराहरू चाहिँ थोरै फरक हुन्छन् भन्ने चाहिँ पहिचान दिन सकियो भने यो पेसा रहन्छ, बच्छ र यो समाजको लागि पनि चाहिन्छ। र यो सबैका लागि, निजी क्षेत्रका लागि, सरकारका लागि, सरकार र चाहिँ अथवा चाहिँ सत्तामा बस्नेहरूको लागि त पत्रकारिता एउटा मार्गदर्शक नै हो। विरोधी पक्ष होइन, यो चाहिँ विपक्ष पनि होइन, मार्गदर्शक पनि हो। त्यही रूपमा चाहिँ हाम्रो मेयर साहबले पनि लिनु भएको जस्तो लाग्छ। र उहाँले आफूले पोखरा महानगरपालिकाको मिडिया पोलिसीको बारेमा उहाँले चाहिँ मिडियालाई गर्ने कुरामा त त्यति धेरै उयो देखिँदैन। त्यही पनि हामीले अझै पनि पोखराको अथवा चाहिँ यहाँको लोकल मिडियाहरूलाई चाहिँ मोटिभेट गर्नका लागि र यहाँ चाहिँ सस्टेनेबल बनाउनका लागि महानगरपालिकाले पनि आफ्ना विज्ञापनहरूलाई यहीँ केन्द्रित गर्ने, त्यही खालको चाहिँ मोटिभेसन गर्ने कुराहरू पनि उहाँले पक्कै गर्दै आउनु भएको छ र आगामी दिनमा पनि गर्नुहुन्छ होला भन्दै फेरि पनि यो पुरस्कार स्थापनाका लागि खनिज गण्डकी र त्यसपछि त्योभन्दा अगाडि यो संस्था निट डेन्टल केयर लाई म फेरि आभार व्यक्त गर्छु। र खनिजले स्थापना गरेको जो पुरस्कार पक्कै पनि खनिजकै अथवा आदिवासी जनजाति सङ्गठनकै मान्छेहरूलाई चाहिँ जानुपर्ने थियो जस्तो मलाई पनि लाग्थ्यो। र पहिलोपटक चाहिँ म आफै नै त्यसमा परेँ र त्यसपछि फेरि पुरस्कारबाट अलिक डराउने मान्छे नै म परेँ। त्यो हिसाबले पनि यो आफ्नो जुन समुदायभन्दा बाहिर गएर मलाई रोज्नु भयो, मलाई पत्याउनु भयो, यसका लागि फेरि पनि खनिजलाई आभार व्यक्त गर्छु। र यो व्यवसायिक संस्थाको आज वार्षिकोत्सव पनि रहेछ। हाम्रो संस्थापक ज्यू लगायत उहाँको संस्थालाई शुभकामना दिँदै, उहाँको व्यावसायिक सफलताको कामना गर्दै र यो समय दिनुभयो मेयर साहब लगायत सम्पूर्ण उपस्थित तपाईँहरूलाई पनि हार्दिक आभार व्यक्त गर्दै मेरो भनाइ यहीँ टोक्याउँछु। आज खास गरिकन निट डेन्टल केयरको तेस्रो वार्षिक उत्सव पनि भएको हिसाबले र यही उपलक्ष्यमा यो हाम्रो पत्रकारिता पुरस्कारको कार्यक्रम भएको हिसाबले गर्दाखेरि निट डेन्टलमा कार्यरत हाम्रा कर्मचारीहरू, निट डेन्टलमा आबद्ध रहनुभएका व्यक्तित्वहरू, डक्टर साहबहरूलाई चाहिँ हामीले यो प्रमुख अतिथिको हातबाट यो अप्रिसिएसन लेटर प्रदान गर्ने कार्यक्रम रहेको छ। त्यसैले यो प्रदान गरिदिनुको लागि म आजका हाम्रो प्रमुख अतिथि पोखरा महानगरपालिकाका नगर प्रमुख मेयर धनराज आचार्यज्यूलाई म आग्रह गर्न चाहन्छु र खादाले सम्मान गरिदिनुको लागि म हाम्रो सभाध्यक्षज्यू खनिज गण्डकीका अध्यक्ष म खिमा दिदीलाई म आग्रह गर्न चाहन्छु। र मलाई यहाँ नाम लिस्ट दिनु भएको छ र यही अनुसारले म नाम एनाउन्समेन्ट गर्छु। कृपया फटाफट अगाडि आइदिनु होला किनकि हामीसँग समय एकदमै कम छ। सो निट डेन्टल केयरका
म्यानेजर हुनुहुन्छ सपना राणाज्यूलाई म अगाडि आमन्त्रण गर्न चाहन्छु अप्रिसिएसन लेटर लिइदिनुको लागि। सपना राणा मगरज्यू अगाडि आइदिनु होला। आउनु भएको छैन भनेपछि हाम्रो मार्केटिङ म्यानेजर हुनुहुन्छ राजेश रिस मगरज्यू। राजेश रिस मगरज्यूलाई अगाडि आइदिनुको लागि म आग्रह गर्न चाहन्छु। अध्यक्षज्यूले खादा लगाइदिनु हुनेछ, प्रमुख अतिथिज्यूले चाहिँ अप्रिसिएसन लेटर प्रदान गरिदिनु हुनेछ है त। निट डेन्टल केयर प्रणालीका मार्केटिङ म्यानेजर राजेश रिस मगरज्यूलाई म अगाडि आमन्त्रण गर्न चाहन्छु। त्यस्तै गरिकन निट डेन्टलका हाम्रो कोअर्डिनेटर हुनुहुन्छ कृष्ण बसेलज्यूलाई म अगाडि पालै आइदिनुको लागि म आग्रह गर्न चाहन्छु। निट डेन्टल केयरका कोअर्डिनेटर कृष्ण बसेलज्यू। त्यसै गरिकन पछि चेन्ज गर्न दिनु, पछि चेन्ज गर्नुहोस् है, टाइम छैन, पछि चेन्ज गर्न केही छैन। त्यसै गरिकन निट डेन्टल केयर र आइओ एजुकेसनका मार्केटिङ एडभाइजर सुरज थापा म आफै रहेछु, म लास्टमा आउँछु है, म चाहिँ पछि आउँछु है, मलाई पनि रहेछ। थ्याङ्क यू सो मच। त्यसै गरिकन हाम्रो कन्सल्टेन्ट हुनुहुन्छ हाम्रो ओरलको खास गरिकन हाम्रो डाक्टर साहब हुनुहुन्छ डाक्टर दिलीप कुँवरज्यूलाई म अगाडि आइदिनुको लागि म आग्रह गर्न चाहन्छु। हाम्रो डाक्टर साहब दिलीप कुँवरज्यू अगाडि आइदिनु होला। त्यस्तै हाम्रो कन्सल्टेन्ट पनि हुनुहुन्छ हाम्रो डेन्टल हाइजेनिक्स पनि हुनुहुन्छ डाक्टर सुरज श्रेष्ठज्यूलाई पनि म यो अप्रिसिएसन लिइदिनुको लागि म अगाडि आइदिनुको लागि म आग्रह गर्न चाहन्छु। डाक्टर सुरज श्रेष्ठज्यू। त्यसै गरिकन डाक्टर हरिदुवाज्यूलाई पनि म अगाडि आमन्त्रण गर्न चाहन्छु। डाक्टर हरिदुवाज्यूलाई। त्यसै गरिकन डाक्टर बबिता प्रधानज्यूलाई पनि म अगाडि आमन्त्रण गर्न चाहन्छु। डाक्टर बबिता प्रधानज्यू। त्यसै गरिकन डाक्टर भुर्बा चन्द्र पौडेल। भुर्बा चन्द्र पौडेलज्यूलाई पनि म अगाडि आउन आग्रह गर्न चाहन्छु। नाम तलमाथि, नाम चाहिँ एप्रिसिएसन लेटरमा तलमाथि हुन सक्छ, त्यसको लागि क्षमा प्रार्थी छु, हामी पछि चेन्ज गरौँला। भुर्बा चन्द्र पौडेलज्यूलाई पनि म अगाडि आमन्त्रण गर्न चाहन्छु डाक्टर साहबलाई। त्यस्तै गरिकन डाक्टर सुशील पोखरेलज्यूलाई पनि म अगाडि आमन्त्रण गर्न चाहन्छु। डाक्टर सुशील पोखरेलज्यू। त्यस्तै गरिकन डाक्टर निकिता रञ्जितज्यू डेन्टल सर्जन पनि हुनुहुन्छ, डाक्टर निकिता रञ्जितज्यूलाई म अगाडि आमन्त्रण गर्न चाहन्छु। त्यसै गरिकन डेन्टल सर्जनको रूपमा हाम्रो डाक्टर प्रकाश काफ्लेज्यूलाई म अगाडि आमन्त्रण गर्न चाहन्छु। डाक्टर प्रकाश काफ्लेज्यू। त्यसै गरिकन डेन्टल सर्जन डाक्टर जेनी आचार्यज्यूलाई पनि म अगाडि आमन्त्रण गर्न चाहन्छु। डाक्टर जेनी आचार्यज्यू। त्यसै गरिकन डाक्टर माया पुनज्यूलाई पनि म अगाडि आमन्त्रण गर्न चाहन्छु। त्यसै गरिकन डाक्टर सृष्टि नापितज्यूलाई, डाक्टर सृष्टि नापितज्यूलाई पनि म अगाडि आमन्त्रण गर्न चाहन्छु। त्यसै गरिकन डेन्टल सर्जन डाक्टर अनुप ओझाज्यूलाई पनि म अगाडि आमन्त्रण गर्न चाहन्छु। डाक्टर अनुप ओझाज्यूलाई पनि म आग्रह गर्न चाहन्छु। त्यसै गरिकन सिनियर आरएसडी हुनुहुन्छ हाम्रो सरोज अधिकारीज्यू। सरोज अधिकारीज्यूलाई पनि म अगाडि अप्रिसिएसन लेटरको लागि आइदिनुको लागि म आग्रह गर्न चाहन्छु। त्यसै गरिकन म ससिता गुरुङज्यूलाई पनि आफ्नो अप्रिसिएसन लेटरको लागि आइदिनुको लागि म आग्रह गर्न चाहन्छु। ससिता गुरुङज्यू। त्यसै गरिकन अम्बे परिवारज्यूलाई पनि म अगाडि आमन्त्रण गर्न चाहन्छु। सिडिएस हुनुहुन्छ उहाँ चाहिँ। त्यसै गरिकन एसिस्टेन्टको रूपमा हाम्रो मनिला पुन हुनुहुन्छ, मनिला पुनज्यूलाई पनि म अगाडि यो अप्रिसिएसनको लागि आग्रह गर्न चाहन्छु। त्यसै गरिकन असिस्टेन्टको रूपमा हुनुहुन्छ हाम्रो रोशनी सुरेशज्यूलाई पनि म अगाडि आमन्त्रण गर्न चाहन्छु। त्यसै गरिकन हाम्रो मार्केटिङ एक्जिक्युटिभको रूपमा हाम्रो जेनिता थापा मगरज्यू हुनुहुन्छ, उहाँलाई पनि म अगाडि आमन्त्रण गर्न चाहन्छु। त्यसै गरिकन मार्केटिङ एक्जिक्युटिभमा हाम्रो प्रज्ञा सिंगा तामाङज्यूलाई पनि म आमन्त्रण गर्न चाहन्छु। त्यसै गरिकन हाम्रो निट डेन्टलको वेलर सर पनि हुनुहुन्छ, हाम्रो नर्स प्रियङ्का गर्बजा मगरज्यूलाई पनि म अगाडि आमन्त्रण गर्न चाहन्छु। त्यसै गरिकन एसोसिएट पार्टनर ग्रुपमा कालिन्चोक ट्रेडर्सलाई पनि म अगाडि आइदिनुको लागि म आग्रह गर्न चाहन्छु। कालिन्चोक ट्रेडर्सबाट कोही प्रतिनिधि हुनुहुन्छ भने अगाडि आइदिनु होला। त्यसै गरिकन एसोसिएट पार्टनर ग्रुपमा योर्स ट्रेनिङ सेन्टरबाट कोही हुनुहुन्छ भने अगाडि मञ्चमा आइदिनु होला, योर्स ट्रेनिङ सेन्टरबाट। त्यसै गरिकन एसोसिएट पार्टनर ग्रुपमा
ब्राभो ट्रेनिङ सेन्टरबाट कोही हुनुहुन्छ भने स्टेजमा आइदिनु होला। त्यसै गरिकन गेट्स ट्रेनिङ सेन्टरबाट कोही हुनुहुन्छ भने अगाडि आइदिनु होला। त्यसै गरिकन टास्क फोर्स नेपाल प्राइभेट लिमिटेडबाट कोही हुनुहुन्छ भने अगाडि आइदिनु होला। त्यसै गरिकन फाइनेन्स एडभाइजर ग्रुपमा हाम्रो बिजनेस बास्केट प्राइभेट लिमिटेडको सुमन गुरुङजीलाई म अगाडि आमन्त्रण गर्न चाहन्छु। त्यसै गरिकन हाम्रो एसोसिएट पार्टनरमा कृष्ण कम्प्युटर प्रिन्ट सपबाट पनि कोही हुनुहुन्छ भने अगाडि मञ्चमा आइदिनुका लागि म आग्रह गर्न चाहन्छु। फाइनेन्स एडभाइजर बिजनेस बास्केट हाम्रो सुमन गुरुङज्यू र त्यसै गरिकन अन्तिम नाम रहेको छ आइवा एजुकेसन कन्सल्टेन्सी र निट डेन्टल केयरका मार्केटिङ एडभाइजर मिस्टर सुरज थापा। म आफूलाई पनि म अगाडि जानको लागि म आग्रह गर्न चाहन्छु। अहिले साटौँला अहिले एउटा तिमीले जस्तो थाहै हाम्रो यो अप्रिसिएसन लेटर दिने कार्यक्रम लगभग सकिएको छ र छुट्नुभएका डाक्टर साहबहरू लगायत अन्य मेम्बर्सहरूलाई हामी पछाडि प्रदान गर्नेछौँ। अब हामी मन्तव्य एउटा मात्रै छ र अबको लागि यो शुभकामना मन्तव्य राखिदिनुको लागि नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष रमेश पौडेल दाजुलाई म छोटो शुभकामना मन्तव्यको लागि म आग्रह गर्न चाहन्छु। धन्यवाद महाशयजीलाई, कार्यक्रमका अध्यक्षज्यू, सर्य नगर प्रमुखज्यू, मञ्चासीन सम्पूर्ण व्यक्तित्व र अन्य मानवहरूमा हार्दिक नमन व्यक्त गर्छु। छोटो भन्नुपर्छ, मैले दुईवटा मात्र कुरा भन्न चाहन्छु। पहिलो कुरा भरत गुरु, मैले भरत गुरु भनेको किनभने उहाँ धेरै जस्तो मास्टरी काम पनि गर्नुहुन्छ र अघि एउटा राम्रो क्लास दिनुभयो र पत्रकारिताको पुरस्कारको पत्रकारको समाजको बारेमा राम्रोसँग चित्रण गर्नुभयो। मैले भन्नु पनि धेरै छैन र यो पुरस्कारले एउटा के हो, मलाई के खुसी लागेको छ भने फोनिजले सञ्चालन गरेका पुरस्कारहरू सधैँ फोनिज सम्बन्ध पत्रकारसँग गइरहेको अवस्थामा अहिले चाहिँ भरत कोइरालालाई छनौट गर्नुभएकोमा मलाई बधाई र शुभकामना दिन चाहन्छु। किनभने गैर फोनिजको पत्रकार साथीहरूले पनि फोनिजका मुद्दाहरूलाई, दलित जनजातिका मुद्दाहरूलाई, महिलाका मुद्दाहरूलाई अगाडि बढाउँछन् भने तपाईँहरूले त्यसरी हेर्नु हुँदैन भन्ने आजको पुरस्कारले चाहिँ बुझाएको छ। यसको लागि तपाईँहरू छनौट समिति लगायत सम्पूर्ण संस्थालाई बधाई र शुभकामना दिन चाहन्छु। र दोस्रो कुरा, जुन निट डेन्टलले यो कार्यक्रम गर्यो र पुरस्कारको स्थापना गरिदियो, यसको लागि निजी क्षेत्र मैत्री छ है, पोखराको मिडिया निजी क्षेत्र मैत्री छ भन्ने पनि यसले बुझाउँछ। र मिडिया भनेको सबैको पक्षको, उद्योग व्यवसाय सबैको हो। हामीले यदि निजी के अरे मिडियाले निजी क्षेत्रलाई हामीले समर्थन र सपोर्ट गरेनौँ भने कुनै पनि उद्योग व्यवसाय फस्टाउन सक्दैन र उद्योग व्यवसाय फस्टाउन सकेन भने मिडिया पनि फस्टाउँदैन। मिडिया पनि एउटा आफै एउटा कर्पोरेट हाउस हो, एउटा मिडिया सञ्चालक पनि एउटा कर्पोरेट हाउसका रूपमा चाहिँ निजी क्षेत्रको रूपमा चाहिँ प्रबन्ध भएको हुनुपर्छ। यसलाई यो पुरस्कारले पनि के देखाउँछ भने पोखरामा निजी क्षेत्र र मिडिया बिचको सम्बन्धलाई अझै प्रगाढ रूपमा अगाडि बढाउँछ भन्ने यसले बुझाउँछ। र अर्को भन्न चाहन्छु, एक्चुअली हामी एउटा कार्यक्रममा थियौँ, हामी मेयर साहब र म पोखरामा अहिले केही समय पहिला मेडिकल वेलनेस टुरिज्म भन्ने एउटा कन्सेप्ट भित्रिएको छ र अहिले हामीले पोखरा भ्रमण वर्षको कुरा, पर्यटन वर्षको कुरा गरिरहँदाखेरि पनि पोखरामा अथवा कोही पनि जाने पर्यटक के भन्छ भने पहिला त्यो ठाउँमा सुरक्षा छ कि छैन, दोस्रो आफ्ना केही भइयो भने त्यहाँ मेडिकल सुरक्षा छ कि छैन भन्ने पनि पहिला हेरेर हामी गयो भने त्यो हेरेर जान्छौँ। र अहिले पोखरामा यो कन्सेप्ट दिएको छ, यो कन्सेप्ट दिइसकेपछि यसलाई सपोर्ट महानगरले पनि गरेको छ। यसको लागि म मेयर साहबलाई पनि धन्यवाद दिन चाहन्छु। र संसारमा मेडिकलमा सबैभन्दा महँगो उपचार दामको
यो दाँतको कुरा आएको हुनाले र मेडिकल उपचारको लागि तपाईँले एउटा चाहिँ केन्द्रबिन्दुको रूपमा एउटा हबको रूपमा पोखरालाई बनाउन सक्नु भने पनि धेरै पर्यटक पोखरा आएको बेला यो चाहिँ आफ्नो दाँतको उपचार गरेर जाने गर्छन्। यसको समग्र फाइदा हामी लिन सक्छौँ र पत्रकार महासङ्घको तर्फबाट यो कार्यक्रम राख्नुभयो र म उहाँलाई तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र भरत गुरुङलाई फेरि पनि बधाई शुभकामना दिन चाहन्छु। धन्यवाद। जय पत्रकार महासङ्घ। आज फोनिसको आयोजनामा निट पत्रकारिता पुरस्कार वितरण समारोहमा हामी छौँ। यस महत्त्वपूर्ण समारोहका सभापतिज्यू, फोनिसका केन्द्रको गण्डकी प्रदेशको सबै पदाधिकारी मित्रहरू र आज सम्मानित हुनुहुने मेरा मित्र भरत कोइरालाज्यू र उपस्थित हुनुभएका सबै आज भर्खरै हामीले विभिन्न एप्रिसिएसन लेटरद्वारा सम्मान गरिएका खास गरी दन्त चिकित्सा र ओरल हेल्थको सन्दर्भमा क्रियाशील रहनुभएका डाक्टर साहबहरू र त्योसँग सम्बन्धित विभिन्न साथीहरू, उपस्थित सबै पत्रकार मित्रहरू, भर्खरै पत्रकार महासङ्घका गण्डकीका अध्यक्ष रमेश पौडेलजीले पनि धेरै कुरा बताएर जानुभएको छ। सँगसँगै स्वयं आज पुरस्कृत भरत कोइराला सरले पत्रकारिता के हो, पत्रकारिता र पुरस्कारको के सम्बन्ध छ र यसले सोसाइटीमा के कस्तो खालको प्रभाव पार्छ र पार्नुपर्छ भन्ने कुरा राखेर जानुभएको छ। म धेरै कुरा बोल्नुपर्छ भन्ने जस्तो लाग्दैन। मेरो असाध्यै व्यस्त सेड्युल छ, त्यसमा पनि यो अफिस आवरकै बेला हो। तथापि यो कार्यक्रम वार्षिकोत्सव र आदि मात्रै हुँदाखेरि सायद प्रायोरिटीमा पर्ने थिएन होला। जे हो त्यही भन्नुपर्छ। म अलि स्पष्ट बोल्ने मान्छे पनि हो। पत्रकारिता पुरस्कार पनि छ र पुरस्कृत चाहिँ भरत कोइरालाजी हुँदै हुनुहुन्छ भनेपछि म 1 घन्टाको समय मिलाएर जसरी पनि आउँछु भने यहाँ आउँदा बहिनी खिमा गुरुङ चाहिँ यसको सभापति हुनुहुँदो रहेछ। उहाँसँग मेरो पारिवारिक सम्बन्ध पनि छ, छिमेकी पनि हो। छिमेकी मात्र होइन, त्योभन्दा दाजुबहिनीको सम्बन्ध पनि छ र सबैजना साथीहरू आफन्तहरू नै भएको अवस्थामा म भरत कोइराला सर आज सम्मानित हुँदै हुनुहुन्छ भनेपछि अझै उहाँ सम्मानित त आफै भइहाल्नु भयो, उहाँलाई सम्मानित गर्न पाउने पनि अर्को अपर्च्युनिटी हो भन्ने हिसाबले बुझेर म यहाँ उपस्थित भएको छु। उहाँलाई नजिकबाट एउटा पत्रकारिता क्षेत्रको विज्ञका हिसाबले, पत्रकारका हिसाबले भन्दा पनि पत्रकारिताको विज्ञका हिसाबले मैले चिन्छु। हामी अरू सामाजिक संस्थाहरू पनि एकसाथ काम गरेका छौँ। उहाँको प्रोफेसनप्रतिको डेडिकेसन मलाई राम्रो थाहा छ र यहाँले आज अघि पनि रमेश सरले भन्नुभयो, पहिलोचोटि फोनिसले प्रदान गरेको पुरस्कार सामान्यतया आफ्नै कम्युनिटीभित्रबाट चाहिँ चयन गर्नुभयो होला भन्ने अनुमान गरिने विषयभन्दा माथि उठेर, होइन? भरत कोइराला सर जो पत्रकारिताको आफैमा एउटा विज्ञ हुनुहुन्छ, अहिले टिचिङ प्रोफेसनमा पनि पत्रकारिताका विद्यार्थीहरूका लागि योग्य गुरु पनि हुनुहुन्छ। त्यस कारणले गर्दा अहिलेको आजको दिनमा जतासुकै सबै खत्तम देखिरहेको परिवेशमा म भन्ने पात्र बाहेक कोही असल छैन भनेर भनिरहेको अवस्थामा पत्रकारिताभित्र इन्फर्मेसन, डिसइन्फर्मेसन लगायतका विषयहरू चाहिँ कस्तो हुनुपर्दछ र सोसाइटीलाई यो पत्रकारिता भनेको त यस्तो महत्त्वपूर्ण चिज हो जसले सोसाइटीलाई कता लैजाने भन्ने कुराको गाइड पनि गर्छ। त्यसबाट अहिले दिनमा 1000 न्युज निस्कँदा झन्डै 80% जस्तो फेक न्युजहरू आउन थालेको अवस्थामा के सही हो के सही होइन भन्दाखेरि फलाना पोर्टलले के लेख्यो लेखेन त्यसलाई भेरिफाई गरेर मात्रै न्युज पत्याउने खालको अवस्था अहिले छ, होइन? अस्ति जस्तो दिनभरि चाहिँ पूर्व प्रधानमन्त्रीज्यू गिरफ्तार हुनुभयो भनेर सनसनी भयो, अनि तुरुन्तै अर्को एउटा दुईवटा रिनाउन्ड खालको चाहिँ पेज हेरिसकेपछि होइन र त भन्ने भइहाल्यो, होइन? भन्न खोजेको यस्तो खालको भएको अवस्थामा पत्रकारिता क्षेत्रमा त्यो निष्ठाका साथ काम गरिरहने भनेको कुरा त्यो धेरै अप्ठ्यारो विषय पनि हो र त्यसमा पोखरामा बसेर पोखराको यो क्षेत्रको पत्रकारिता र नयाँ न्युकमरहरूका लागि पनि एउटा आदर्श शिक्षकका हिसाबले काम गरिरहनु भएको भरत सर आज सम्मानित हुनुभएको छ। म उहाँलाई व्यक्तिगत रूपमा पनि र यो प्रोफेसनका हिसाबले पनि धेरै धेरै बधाई दिन चाहन्छु र व्यावसायिक हिसाबले निट अब डेन्टल केयरले एउटा 5 लाख रुपियाँको अच्छे कोष राखेर जुन खालको काम गर्नुभएको छ, यो अर्कालाई उपदेश दिन त सजिलो हुन्छ तर यो काम चाहिँ इनिसिएसन भनेको ठुलो कुरा हो र सँगसँगै
आफ्नो क्षेत्रमा काम गर्ने डाक्टर साहबहरू, नर्सहरू, अरू एसोसिएटहरू, अरू कलिग्सहरूलाई पनि आज वार्षिकोत्सवको सन्दर्भमा सम्मान गर्नुभएको छ। म वीरेन्द्र राणाजी र उहाँको टिमलाई पनि बधाई दिन चाहन्छु र सँगसँगै फोनिजले यो एउटा आफ्नो राम्रो कामको शुभारम्भ गरेको छ र पहिलोपटक आलोचनाभन्दा माथि उठेर गैर फोनिज क्षेत्रको साथीलाई होइन आदिवासीभन्दा बाहिरको साथीलाई छनौट गरेको छ। यस हिसाबले पनि यो पुरस्कारको अझै आउने दिनमा अझै व्यवस्थित भएर जान सक्छ भन्ने देखिन्छ। म वीरेन्द्रजीको व्यवसाय अझै राम्रो हुन सकोस्, अर्को वर्षको वार्षिकोत्सव आउँदा अक्षय कोषमा अझै रकम थपिन सकोस् है, त्यो पनि शुभकामना दिन चाहन्छु र आजको यो कार्यक्रमको भव्य सफलता भइसकेको छ। अझै सफलताको कामना गर्दै 1 बजे म अर्को एउटा जरुरी मिटिङमा मेरै अध्यक्षतामा हुने हो, म जानै पर्नेछ। त्यस कारणले गर्दा ढिलो नै भइसक्यो, जाने त्यो ठाउँमा 10 मिनट लाग्छ, म 10 मिनट ढिलो भइसकेँ। त्यस कारणले गर्दा यहाँहरूले योभन्दा पछि बसेन भनेर नरिसाउनु होला भन्दै म यहाँहरूबाट लिन चाहन्छु। वान्स अगेन कङ्ग्रेचुलेसन टु अल, थ्याङ्क यू सो मच। र यतिखेर निट डेन्टल केयरले हाम्रो प्रमुख अतिथिज्यूलाई मायाको चुनेले सम्मान गर्दै हुनुहुन्छ। जान्छ एकदम सभा भन्नुभएको छ र यो बिचमा यहाँलाई म जानकारी गराउन चाहन्छु, निट डेन्टल केयरले तेस्रो वार्षिकोत्सव अवसरमा फ्री स्केलिङ र पोलिसिङ दिनुभएको छ भने 50% छुटको पनि व्यवस्था रहेको छ। यो महिनाभरि अस्ति भर्खर 1 हप्ता अगाडि म गएर दाँत चम्काएर आएको छु फ्रीमा, तपाईँहरू पनि जान सक्नुहुन्छ। यो महिनाभरि फ्री नै छ, सबैलाई फ्री यो महिनाभरि। स्केलिङ र पोलिसिङ चाहिँ फ्री छ है, होइन अझै 4-5 दिन बाँकी छ। र फोनिज गण्डकी तर्फबाट हाम्रो मेयर साहबको स्केच हामी यहाँ प्रदान गर्दैछौँ। हाम्रो अध्यक्षज्यूले यहाँनिर प्रमुख अतिथिको मायाको चिन्ह प्रदान गरिराख्नु भएको छ र प्रमुख अतिथिलाई हामी धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ। धेरै धेरै धन्यवाद छ। हाम्रो निट डेन्टल केयरको 3rd एनिभर्सरीको सेलिब्रेसन सकिसकेको छ, जोरदार ताली प्लिज। र यति भन्दै केक कटिङ सुरु हुन सकिसकेको छ र हामी कार्यक्रमको अन्त्यमा छौँ र कार्यक्रमको समापन गरिदिनुको लागि म नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिज गण्डकी प्रदेशका अध्यक्ष हिमा दिदीलाई म आग्रह गर्न चाहन्छु र कार्यक्रमको दौडानमा म महासचिव सुरज थापाले कार्यक्रममा अब यो प्रोटोकल तलमाथि भएको हुनसक्छ, त्यसको लागि चाहिँ म माफी चाहन्छु। धेरै धेरै धन्यवाद फोनिज गण्डकी प्रदेशका महासचिव सुरज थापाज्यूलाई। निट डेन्टल केयर प्रणालीको तेस्रो स्थापना दिवसको अवसरमा आयोजित निट पत्रकारिता पुरस्कार जुन फोनिज गण्डकी प्रदेशले हामीले आयोजना गर्ने गरेर यो आजको यो कार्यक्रम गऱ्यौँ। यस कार्यक्रमका प्रमुख अतिथि हाम्रो नगरपिता आदरणीय दाई धनराज आचार्यज्यू गइसक्नु भएको छ। त्यसै गरी निट डेन्टल केयर प्रणालीका सञ्चालक युवा व्यवसाय प्रिय भाइ वीरेन्द्र राणाज्यू, त्यसै गरी फोनिज सङ्घीय सचिव हाम्रो एमबी आस्थाज्यू, गण्डकी प्रदेश इन्चार्ज रुद्रश्रेष्ठ भाइ, पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल सर मेरो छिमेकी पनि हुनुहुन्छ, त्यसै गरी कास्कीका अध्यक्ष भाइ माधव बरालज्यू, न्यूनतम पारिश्रमिकका प्रिय भाइ केशव शरण लामिछानेज्यू लगायत मञ्चमा आसीन रहनुभएका आजको यस कार्यक्रमलाई विशेष महत्त्व दिएर उपस्थित रहनुभएका हाम्रो सम्पूर्ण अतिथिगणहरू, निट डेन्टल केयर प्रणालीका सम्पूर्ण डाक्टर साहबहरू, सम्पूर्ण स्टाफहरू, यहाँहरू सम्पूर्ण परिवार र सम्पूर्ण अग्रजदेखि अनुज र समकालीन पत्रकार साथीहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु। धेरै लामो नबोलिकन आज मैले छुटाउनै नहुने कुरा, आजका सम्मानित व्यक्तित्व हाम्रो भरत कोइराला सर,
जसको अथाह मेहनत छ यो पत्रकारिता क्षेत्रमा र भरत सरलाई आज विशेष धन्यवाद ज्ञापन गर्दछु। हाम्रो सबैभन्दा पहिला हाम्रो यो आजको यो पुरस्कार यहाँ उहाँले जुन खालको उहाँले ग्रहण गरिदिनु भएकोमा उहाँलाई धन्यवाद र उहाँलाई हार्दिक बधाई पनि ज्ञापन गर्दछु। उहाँको यो पत्रकारिता यात्रा अझ पनि सफल होस् भन्ने हामी चाहन्छौँ। उहाँलाई शुभकामना पनि व्यक्त गर्दछौँ। यो सबै कार्यक्रम गर्ने श्रेय म आजका विशेष अतिथि युवा व्यवसाय वीरेन भाइलाई दिन चाहन्छु। वीरेन भाइको त्यो खालको एउटा भावना र हाम्रो पनि चाहनाले गर्दा आजको यो कार्यक्रम सफल हुन गएको छ र हामी अलिकता जातीयता भन्दा पनि माथि रहेर आजको यो पत्रकारिता पुरस्कार हामीले अर्पण गरेका छौँ। त्यसैले हामी सबैजना यो देशको फुलबारी हो, यो फुलबारीमा हामी सबैजना रम्नुपर्छ, सबैजनाले ठाउँ पाउनुपर्छ भन्ने हामीलाई लागेर नै हामी सबैजनाले यसरी देखिरहँदाखेरि भरत सरलाई नचिन्ने कोही पनि हुनुहुन्न। उहाँ जस्तो अग्रज पत्रकारलाई हामीले आज सम्मान गर्न पाउँदा साथै फोनिज गण्डकी परिवार हामी सबैजना आभारी छौँ, कृतज्ञ छौँ। आजको यो कार्यक्रममा व्यक्तिबाट आउनुभएको छ धनीलाल गरुबुजा सर, यहाँ लगायत हाम्रो बागलुङबाट आउनुभएको एम बहादुर थापा सर हाम्रो सल्लाहकार पनि हुनुहुन्छ, यहाँ लगायत यहाँका सम्पूर्ण पत्रकार लगायत निट परिवार र हाम्रो प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू, अतिथिगण, हाम्रो फोनिज गण्डकीका अनुशासन समितिका संयोजक बहिनी मिना थापाज्यू र सदस्य दाई मणिलाल गुरुङज्यू लगायत जुन उपसमितिमा रहेर आजको यो कार्यक्रमलाई सफल बनाउनु भयो, यहाँहरू सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु र कास्कीका अध्यक्ष, फोनिज कास्कीका अध्यक्ष बहिनी बिना थापालाई पनि विशेष धन्यवाद ज्ञापन गर्दै आजको यो कार्यक्रम यही म समापन भएको जानकारी गराउँदछु र सबैजनालाई अन्तर्मनबाट धन्यवाद ज्ञापन गर्दछु। नमस्कार, धन्यवाद।